मैले विद्यार्थी आन्दोलन वा विद्यार्थी पार्टीको समयदेखि नै विद्यार्थी आएको हुँदाखेरिदेखि नै म विद्यार्थी आन्दोलनमा लागेँ। लगभग म 7.5 वर्ष जेल बसेँ। 8 महिना त्यही हिरासतमा रहेँ, यो चाहिँ पञ्चायत व्यवस्थाको विरुद्धमा। अनि त्यसपछि बहुदल आइसकेपछि म यहाँ 10 वर्ष एमालेको पार्टी सचिव थिएँ। त्यतिखेर अहिलेको अध्यक्ष प्रणाली जस्तो त्यतिखेर सचिव प्रणाली हुन्थ्यो र म त्यतिखेर तपाईँको चाहिँ थिएँ। सुनिन्छ नि होइन? यो 10 वर्ष मैले काम गरेँ। त्यसपछि म तपाईँको चाहिँ 10 वर्षको लगातार काम पछाडि मैले लेखन पार्टी छोडेर लेखन पठनमा चाहिँ लागेँ। मैले तपाईँ झन्डै 10 वर्ष जति हिमाल खबर पत्रिकामा स्तम्भकारको रूपबाट काम गरेँ, लेखेँ। अनि त्यस्तै तपाईँ कान्तिपुर दैनिकमा झन्डै 20 वर्ष जस्तो मैले लेखेर बिताएँ। त्यसमा तपाईँको चाहिँ अलि लामो समयपछि मैले एमए एमकम 41 सालमा एमए गरेँ र 42 सालमा एमकम गरेँ। अनि त्यसपछि तपाईँ चाहिँ यो दुईवटा विषयमा गरेर म यहाँ 46 को अन्तिमतिर 47 को पहिलो समयमा म यहाँ आएको थिएँ। अब तपाईँहरू त्यतिखेर जन्मिनु पनि भएको थिएन। अनि त्यसपछि म यहाँ 10 वर्ष 47 देखि 57 सम्म यहाँ मैले चाहिँ नेतृत्व गरेर बसेँ। त्यो बेला यहाँ 1-2वटा आन्दोलनहरू, काण्डहरू, घटनाहरू पनि घटे मेरै पालामा। म तपाईँ चाहिँ यो घटनाहरूको स्मरण, साउन 15 को मनोज काण्ड पनि मेरै समयमा भएको थियो। त्यो अलिक धेरै अगाडिको समय। त्यसपछि म लामो मैले धेरै लामो समय पछाडि म पढ्न गएँ र जवाहरलाल नेहरू विश्वविद्यालयबाट मैले एमफिल पिएचडी सिकेँ। अनि त्यसपछि म फर्केँ। यता आइसकेपछि म तपाईँको चाहिँ यो पछिल्लो कालखण्डमा यो लामो अन्तराल, लामो समयसम्म म तपाईँको रिसर्चमा यो खोज तथा अनुसन्धान काममा लागेँ। मेरो चाहिँ विषय चाहिँ अर्थशास्त्र, अप्लाइड इकोनोमिक्समा मैले चाहिँ रिसर्चहरू गरेको छु। झन्डै मेरा तपाईँको चाहिँ 25-30वटा जति जर्नल आर्टिकलहरू छन्। 10वटा किताबमा सहलेखन छ। एउटा मेरो आफ्नै यो वैकल्पिक अर्थतन्त्र भन्ने किताब प्रकाशित छ। मैले 10वटा किताबहरू मेरो सहलेखन छ, अङ्ग्रेजी र नेपाली गरेर। अनि त्यसपछि आएर मैले झन्डै तपाईँको चाहिँ 5000 भन्दा बढी आर्टिकलहरू यो चाहिँ हिमाल खबर पत्रिका, नेपाल खबर पत्रिका, अनि त्यसपछि आएर कान्तिपुर खबर पत्रिकामा मैले काम गरेँ, लेखेर चाहिँ बिताएँ। पछिल्लो कालखण्डमा म तपाईँको रिसर्चरको काम गरेँ र यो 5 वर्षदेखि काठमाडौँ बस्नु दिक्क लाग्यो। अनि त्यसपछि म खेतीपाती गर्नु भनेर कृषि पेसामा म आफ्नै गाउँमा फर्केँ। म र मेरो श्रीमती हामी दुईजना गाउँमा बसेर अहिलेसम्म खेतीपाती गरेर बसिरहेछौँ र जीवनचर्या आफ्नो मैले बिताइरहेको छु। त्यो मेरो चाहिँ सिम्पल परिचय हो। म प्रोग्रेसिभ विचार राख्छु। मैले अघि नै भने नेपालमा नियो लिबरल इकोनोमिक पोलिसी अप्नाइएको छ। अब तपाईँहरू सबै त्यसमा विज्ञ हुनुहुन्छ हुन्न थाहा छैन मलाई, होइन? मतलब यो भनेको बजार अर्थतन्त्र मा हामी तपाईँको चाहिँ 2045 सालबाट सुरु भयो र 1992 अर्थात् तपाईँको चाहिँ 49 सालदेखि हामी कहाँ बजार अर्थतन्त्र लागू भएको छ। त्यो बजार अर्थतन्त्र लागू भए पछाडिदेखि वा त्यो समयदेखि मैले निरन्तर त्यो बजार अर्थतन्त्रको विरुद्धमा विपक्षमा मेरा आफ्ना मतहरू राखिरहेको छु। त्यसका यहाँ नेपाल च्याप्टरको यो वर्ल्ड वाइड फेनोमेना नै हो र नेपाल च्याप्टरको त्यसको प्रणेताहरू भनेको डाक्टर रामशरण महत हुनुहुन्थ्यो,
हुनुहुन्छ, अहिले पनि उहाँ जीवितै हुनुहुन्छ, तर अलिकति उहाँ बिमारी हुनुहुन्छ यतिखेर। र अर्को चाहिँ नि महेश आचार्य तत्कालीन अर्थमन्त्री हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइरालाको समयमा। उहाँहरूले जुन नीति अपनाउनु भयो त्यो नीतिका विपक्षमा मेरो आफ्नो अभिमत रह्यो र समाजवाद उन्मुख अर्थतन्त्रको पक्षमा मैले वकालत गर्दै आएँ। यो मेरो पृष्ठभूमि हो। अब यहाँहरूसँग अहिले जुन खालको मैले जे कुराहरूको परिकल्पना गरेर तपाईँ चाहिँ कुराकानीहरू लेख्दै आएँ, भन्दै आएँ, त्यो निकै लामो समयदेखि भन्दै आएँ, लेख्दै आएँ। र मैले के पनि भने भन्नुहुन्छ भने अहिले मतलब यो जेन जेड अर्थात् जेनेरेसन जेड जुन आन्दोलन भयो, त्यो आन्दोलन भएको यो भदौ 23-24को आन्दोलनभन्दा ठिक 1 वर्ष अगाडि असोज 21 गते मैले यो चाहिँ कान्तिपुर दैनिकमा एउटा आर्टिकल लेखेको थिएँ। नेपालमा नयाँ पुस्ता अर्थात् जेन जेड आन्दोलन हुन सक्ने, जेनजी आन्दोलन हुन सक्ने सम्भावना छ भनेर मैले लेखेको थिएँ 1 वर्ष अगाडि। 2081 साल असोज 21 गते तपाईँहरूले मतलब हेर्न सक्नुहुन्छ। मेरो तर्क के थियो भने हामी जुन खालको परिस्थिति हामी कहाँ निर्माण भइरहेछ, यो निर्माण भएको परिस्थितिले हामीलाई धेरै ठुलो असन्तुष्टिहरू उत्पन्न भएको छ। खास गरेर नेपालमा तपाईँको चाहिँ नि 24वटा हामीसँग कर्पोरेट हाउसहरू छन्। ती कर्पोरेट हाउसहरू जसले मल्टिनेसनल कर्पोरेसनहरूको पनि रिप्रेजेन्ट गर्छन् अर्थात् प्रतिनिधित्व गर्छन्, उनीहरूले आर्थिक रूपबाट, सामाजिक रूपबाट, राजनीतिक रूपबाट यो मुलुकलाई धेरै हस्तक्षेप गरिरहेछन् र उनीहरू नै तपाईँको चाहिँ नि सबभन्दा ठुलो हाउसको रूपबाट वा ठुलो आय आर्जनलाई पकड राख्ने क्षेत्र बनिरहेछ। त्यस हिसाब किताबले तपाईँको चाहिँ नि अरू मानिसहरू कहाँ धेरै अप्ठ्यारो हुन पुगिरहेका छ भन्ने कुरा मैले त्यो आर्टिकलमा लेखेको थिएँ। र दोस्रो कुरा तपाईँको चाहिँ नि अहिले जुन परिस्थिति निर्माण भएको छ, जस्तो हाम्रा युवा पुस्ताहरू, नयाँ पुस्ताहरू हरेक दिन तपाईँको चाहिँ बाहिर जानु परेको छ। हामीसँग औद्योगिकरण छैन, कृषिको आधुनिकीकरण छैन, व्यवसायीकरण छैन, होइन। हामीसँग भएका ब्याङ्कहरूले कर्पोरेट हाउसमा मात्रै ऋण प्रदान गर्छन् सामान्य खेती किसानी गर्ने मान्छेहरूको लागि वा सामान्य इन्टरप्रेन्योरसिप गर्ने मान्छेहरूलाई तपाईँ उनीहरूले लगानी गर्दैनन्। त्यस कारणले गर्दाखेरि विद्रोह अनिवार्य हुन पुग्छ, विद्रोह अनिवार्य छ। त्यस हिसाब किताबले विद्रोह हुन सक्छ। यसमा सचेत भएर तपाईँहरूले रिफर्म अर्थात् सुधार गर्न आवश्यक छ भन्ने कुराहरू मैले लेख्दै आएको थिएँ। त्यस हिसाबले मैले तपाईँको चाहिँ नि अब्जर्भ गरेको कुरा लगभग तपाईँको सत्य साबित हुनु पुग्यो। त्यस बेला यो बचकाना हो, यसले चाहिँ नि लेख्यो मतलब लहरमा लेख्यो भन्ने मानिसहरू पनि थिए। तर मलाई लागेको थियो यस्तो अनिवार्य हुनेछ, किनकि तपाईँको चाहिँ नि सबभन्दा पहिले तपाईँहरूले सुन्नु पनि भएको छ होला, अप्रिल यो चाहिँ तपाईँको अप्रिल महिनामा 2011को अप्रिल महिनामा तपाईँको चाहिँ अरब स्प्रिङ सुरु भयो, होइन। अरब स्प्रिङ ट्युनिसियाबाट सुरु भयो। त्यो ट्युनिसियाबाट सुरु हुँदाखेरि तपाईँको चाहिँ यस्तै खालको यो चाहिँ असमञ्जस्यता, असमानता, अन्यायपूर्ण समाज, होइन। र त्यसपछि आएर तपाईँको चाहिँ सबभन्दा बढी एकदमै तपाईँको चाहिँ युवाहरूप्रतिको व्यवस्था, शिक्षाप्रतिको व्यवस्था, स्वास्थ्यप्रतिको व्यवस्था, होइन, र तपाईँको असमानता बढ्ता चुलिएपछि यस्ता घटनाहरू घटेका थिए। त्यस हिसाब किताबले यो अपरिहार्य थियो। तर यसलाई तपाईँको एउटा रिफर्म गर्नुपर्ने, सुधार गर्नुपर्ने, जन सुधारका कार्यक्रमहरू राख्नुपर्ने कुराहरूमा कमीहरू भए यो विद्रोह हो। मलाई लाग्छ तपाईँहरू यहाँ उपस्थित हुनुभएको छ र अहिले हामी तपाईँको यो चाहिँ जेन जेड पुस्ताको विद्रोह पछाडि यो देशमा भएको खालीपनलाई परिपूर्ति गर्नको लागि अहिले निर्वाचन तोकिएको छ। फागुन 21मा निर्वाचन हुनेछ। कसलाई उम्मेदवार बनाउने वा को उम्मेदवार हुने वा कसले जित्नुपर्ने भन्ने विषयमा छान्ने काम जनताको हातमा फेरि पनि आएको छ। यो सन्दर्भमा म पनि तारा चिन्हबाट, चुनाव चिन्हबाट उम्मेदवार हुन पुगेको छु। मेरो परिचय यही हो। यहाँहरूलाई धन्यवाद छ। अरू प्रश्नको प्रतीक्षा। नमस्कार, मेरो नाम शरद छैन। पेसाले म व्यवसायी।
म तपाईँलाई एउटा पहिलो प्रश्न चाहिँ अब सबैभन्दा पहिले मैले सोधेँ, तपाईँ निर्वाचित भएर 5 वर्षमा संसदमा गइरहँदा हामी जुन युवा पुस्ता छौँ हामीले मापन गर्न सक्ने कुरा चाहिँ तपाईँले के गर्नुहुन्छ हाम्रो लागि भन्ने सोध्न चाहन्छु। हजुर जस्तै उहाँले टिप्नुभयो लास्टमा जाँदा ठिक होला नि होइन, नाम सहित टिप्नुभयो नि त। हजुर त्यसो गर्दा ठिक होला, एकैचोटि गरौँ न। त्यसो गर्ने त्यसै गरौँ त। एउटा जवाब अलिक खिर हुन्छ, केही छैन। युवाको लागि के गर्नुहुन्छ? यो जटिल प्रश्न होइन, यो सजिलो प्रश्न हो। सबभन्दा पहिले ब्याकग्राउन्डमा अलिकति सानो कुराहरू राख्न चाहन्छु। म अहिले खेती किसानी गर्दैछु। गाउँमा युवाहरू छैनन्, हामी बुढाबुढीहरू मात्रै छौँ होइन, तरुणहरू छैनन्। त्यसले गर्दाखेरि खनजोतको काम पनि राम्रो हुँदैन। हामी बुढाबुढीले खोस्रिने मात्रै हो, साँच्चै खन्ने र जोत्ने काम तपाईँको युवा पुस्ताले नै गर्नु पर्थ्यो। म उहिले तन्नेरी हुँदाखेरि जति गर्थेँ, अहिले मेरो त्यस्तो खालको ताकत मसँग छैन। युवाहरू भनेकै तपाईँको चाहिँ नि एउटा नयाँ पिँढी हो। त्यसले गर्न पर्ने खालका कुराहरू कामहरू तपाईँको धेरै छन् होइन। यो सजिलो जुन प्रश्न भनेको थिएँ मैले, यो अप्ठ्यारो प्रश्न पनि हो। यसकारण कि हामीसँग 2-3वटा प्रश्नहरूको योसँग जोडिएर आउँछ। हाम्रो देश कृषि प्रधान देश हो। 100मा हामी 64 जना मान्छे, अर्थात् 64% वर्कफोर्सको 64% तपाईँको एग्रिकल्चरमा छ होइन। हामी 64% मान्छेहरू चाहिँ युवाहरू चाहिँ के अरे मतलब मान्छेहरू काम गर्ने, युवा मात्रै होइन, वृद्धदेखि कामदार मान्छेहरू वा कामदार शक्ति तपाईँको चाहिँ कृषिमा छ। तर अहिले कृषि चाहिँ एकदमै उपेक्षित छ। कृषि उपेक्षित छ। जस्तो 19 खर्बको बजेट बन्यो भने हामी कहाँ 40 अर्ब रुपियाँ मात्रै हामीले तपाईँको कृषिलाई छुट्याउने गरेका छौँ अहिलेसम्म। त्यसमा पनि 30 अर्ब रुपियाँ चाहिँ कहाँ जान्छ भन्दाखेरि 30 अर्ब रुपियाँ तपाईँको चाहिँ मतलब कर्मचारीको तलब र भत्तामा जान्छ। जम्मा 10 अर्ब रुपियाँले हामी 100मा 64 जनाका लागि खर्च हुन्छ। त्यो हात्तीको मुखमा जिरा जस्तै हो होइन। त्यसले गर्दाखेरि कृषिमा तपाईँको चाहिँ एकदमै केही काम छैन, केही सहयोग छैन। म यहाँ अहिले खेतीपाती गरेर बसिरहेको छु होइन। मेरा लागि तपाईँको चाहिँ मैले उत्पादन गरेको वस्तु बजारमा बिक्री गर्न सक्ने मसँग ल्याकत छैन, बजारसँग म जोडिन्न, मेरो उत्पादन जोडिँदैन होइन। त्यस्तै तपाईँको चाहिँ मैले उत्पादन गरेको अन्य कुराहरू बजारसँग जोडिँदैन। मलाई उत्पादन गर्नका लागि जुन इनपुट्सहरू चाहिन्छ होइन, जस्तो मल चाहिन्छ, खाद मल चाहिन्छ, वा मलाई बिउ चाहिन्छ, औजारहरू चाहिन्छन्, ब्याङ्क लोन चाहिन्छ, तर यी लोनहरू पनि मसँग पर्याप्त मात्रामा छैन। यसको अर्थ भनेको कृषि आकर्षणको केन्द्र रहेन, कृषिले तपाईँको चाहिँ रोजगारी दिन सक्ने अवस्था रहेन। तर हाम्रो देश कृषि प्रधान देश हो। जम्मा 5% मात्रै हाम्रो 5% मात्रै हामीसँग भएको अहिलेको औद्योगिक क्षेत्रको कन्ट्रिब्युसन हुन्छ जिडिपीमा, कुल ग्राहस्थ उत्पादनमा होइन। कुल ग्राहस्थ उत्पादनमा 5% मात्रै योगदान गर्ने उद्योगले तपाईँको हामी कहाँ यत्रो ठुलो युवा पङ्क्ति 5,90,000 युवा युवतीहरू चाहिँ श्रम बजारमा प्रत्येक वर्ष आउँछन्। त्यो श्रम बजारमा आउनेहरूलाई काम दिन सक्ने हाम्रो ताकत छैन। त्यसले गर्दाखेरि धेरै मान्छेहरू जन्मेदेखि नै तपाईँको बाहिर जानुपर्ने स्थिति छ। तपाईँलाई थाहा छ नि, साइकल भनेको यो चक्र होइन, साइकल हामी जुन साइकल हाम्रो चलिरहेछ त्यो चाहिँ गरिबीको साइकल मात्रै होइन, विदेशिनु पर्ने साइकल पनि हामीसँग छ। यसको अर्थ के हो भने म विदेश गएँ, मेरो बाजे विदेश जानुभयो, मेरो बाउ विदेश गए ब्रिटिस आर्मीमा होइन, मेरो बाजे क्याप्टेन हुनुहुन्थ्यो, मेरो बाउ वा मेरो फादर, मेरो प्यारेन्ट्स, मेरो आपा तपाईँको छैन मतलब चाहिँ सुबेदार हुनुहुन्थ्यो आर्मीमा, ब्रिटिस इन्डिया आर्मीमा। म लाउरे होइन, तर हाम्रो नियति तपाईँको छैन त्यो परापूर्व कालदेखिको नियति, तपाईँको लाउरे हुनुपर्ने नियति अहिले फेरि आएर तपाईँको छैन दोरी लाउरेमा परिणत भएको छ। दोरी लाउरे भनेको अरब जाने होइन,
यो चाहिँ नि मतलब खाडी जाने र मलेसिया जाने वा युरोप जाने वा अन्त जाने यो खालको परिपाटी भएको छ। हामीले तपाईँको यसलाई रूपान्तरण गर्नु जरुरी छ। मान्छे बेचेर कुनै देश धनी भएको छैन, हामी पनि धनी हुँदैनौँ। त्यस कारणले गर्दाखेरि हामीले हाम्रो रूपान्तरण गर्नु जरुरी छ। यसको अर्थ भनेको हाम्रो कृषिमा ठुलो रूपान्तरण आवश्यक छ, कृषिसँग जोडिएको औद्योगिकरण आवश्यक छ। त्यसका लागि तपाईँको नीति नै परिवर्तन गर्नुपर्ने आवश्यकता छ। मैले अघि भने हामी कहाँ नव उदारवादी बजार अर्थतन्त्र छ हामीसँग अहिले लागू भएको, यो मतलब अहिले हामीले एडप्ट गरिरहेको होइन। यो चाहिँ 45 सालदेखि यता हामीले त्यो नीति लागू गरिरहेका छौँ। त्यो नीतिलाई छोडेर समाजवाद उन्मुख नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ। मेरो लडाइँ, मेरो उम्मेदवारी त्यसका लागि वैकल्पिक अर्थतन्त्र आर्थिक नीति निर्माण गर्नका लागि मेरो लडाइँ हो। त्यस अर्थमा म उम्मेदवार हुन पुगेको छु। युवाहरूलाई यही देशमा बाँच्न सक्ने, यही देशमा रहन सक्ने, आमा बाउसँग रहन सक्ने, छोराछोरीहरूसँग रहन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने मेरो प्लिड हो। तपाईँ हामी सबैले देखिरहेछौँ र अनुभव गरिरहेछौँ। अहिले हाम्रो गाउँको ट्रेन्ड के छ भने, मेरो गाउँको ट्रेन्ड मैले देखेको सम्भवतः यो सबै गाउँको ट्रेन्ड हो, प्रवृत्ति हो। मेरो गाउँमा के छ भन्दाखेरि साना साना नानीहरू बोकेर आमाहरू चाहिँ सहर पस्नु भएको छ, बजार पस्नु भएको छ। श्रीमान वा तपाईँको चाहिँ केटाकेटीका बाउ तपाईँको कि मलेसिया छन् कि अरबमा छन् होइन। यो खालको एउटा परिस्थिति बनाएको छ, बा नहुनु वा आमा नहुनु, र उनीहरूले हुर्काउनु पर्ने एउटा जुन प्रवृत्ति भएको छ र त्यसले तपाईँको हुर्काएका बच्चाहरूको जुन खालको अवस्था छ, बा नहुनु र आमा नहुनु एउटा भयङ्कर दुःखद र अप्ठ्यारो कुरा हो कुनै पनि बालबच्चाका लागि। त्यस कारणले गर्दाखेरि मेरो पर्सनल कुरा भन्नुहुन्छ भने हरेक युवाहरू यो मुलुकका गहना हुन्। उनीहरूले यहाँ रोजगारी पाउनुपर्छ, उनीहरूको रोजगार प्राप्त गर्ने अधिकार हो यहाँ, शिक्षा प्राप्त गर्ने अधिकार हो यहाँ, र स्तरीय शिक्षा प्राप्तिका लागि, स्तरीय तपाईँको रोजगारी प्राप्तिका लागि काम गर्नुपर्छ। मेरो चाहिँ तपाईँको प्रश्न, सरोजीको प्रश्नमा मेरो उत्तर यही हो। म राख्छु नि त है। हुन्छ। जस्तै सर्वप्रथम त हजुरले चाहिँ यहाँ खोटाङको प्रतिनिधि सभाको टिकट लिएर आउनुभयो, यसमा तपाईँलाई बधाई। साथै फागुन 21 गते हुने चुनावको लागि अग्रिम शुभकामना। मेरो चाहिँ विपिन पोखरेल हो नाम। तपाईँ खोटाङबाट प्रतिनिधि सभा सदस्य भइराख्दा तपाईँलाई नै मत हामीले किन दिने? 14 जना भन्दा तपाईँ भिन्न किन? पहिलो प्रश्न मेरो यो रहन्छ। अनि दोस्रो प्रश्न अर्को चाहिँ कस्तो हो भने, जस्तै हाम्रो अस्ति भाद्र 23 र 24 गते जुन जेन्जी आन्दोलन भयो, हजुरले लेख पनि लेखेको छु भन्नुभयो, त्यो जेन्जी आन्दोलन हुनुको कारण चाहिँ के होला? यस्ता आगामी दिनमा यस्ता आन्दोलनहरू हुन नदिनका लागि चाहिँ हजुरको कस्तो भूमिका रहन्छ संसदमा पुगिसकेपछि भन्ने मेरो मेन प्रश्न चाहिँ यही हो। धन्यवाद। पोखरेलजीलाई धन्यवाद। मैले तपाईँको चाहिँ नि मेरो उम्मेदवारी किन भन्ने प्रश्न मैले अघि पनि भनिसकेँ। तपाईँहरूलाई एउटा सानो होइन, अब तपाईँहरू छोराछोरी उमेरको, मेरो पनि छोराछोरी उमेरको हुनुहुन्छ। म अहिले खेतीपातीमा छु र मैले अहिले भोगिरहेको समस्याहरू म तपाईँहरूलाई भनौँ। एउटा त मेरो घरमा होइन, हामी छोराछोरीहरू ट्रेडिसनल परिपाटीको खेतीपाती गर्नको लागि छोराछोरीहरू छैन। म 15 जनाको परिवार भएको मान्छे हुँ। मेरो दिदीहरू 6 जना र मेरा दाजुहरू 8 जना, म समेत 9 जना गर्दा हामी 15 जनाको परिवार थियौँ। र त्यो 15 जनाको परिवारले गर्ने खेतीपाती र अहिले दुईटा बुढाबुढीले गर्ने खेतीपातीमा धेरै ठुलो अन्तर छ होइन। यो ठुलो अन्तर छ। यसको अर्थ भनेको के हो भन्दाखेरि हाम्रो मोड अफ प्रोडक्सनमा तपाईँहरूले कतिको यो शब्दसँग परिचित हुनुहुन्छ। मोड अफ प्रोडक्सन भनेको उत्पादन पद्धतिसँग। हाम्रो उत्पादन पद्धति चाहिँ फेरियो अहिले, इट हेज अलरेडी बिन चेन्ज होइन, एकदम पूर्ण रूपबाट फेरियो। हाम्रो खेतीपाती गर्ने परिपाटी पनि फेरियो, हामीले पशुपालन गर्ने परिपाटी पनि फेरियो होइन, फेरियो हाम्रो
अब हामी तपाईँको एकदम धेरै कुराहरू फेरिदिएका छौँ होइन, धेरै कुराहरू फेरिदिएका छौँ। त्यस कारणले गर्दाखेरि हामीले खेतीपातीको ट्रेन्डलाई कसरी परिवर्तन गर्नुपर्छ भन्ने कुराको बारेमा सोचेनौँ। हाम्रो अहिलेसम्म पनि सोचाइ भएको छैन। जस्तो उदाहरणको रूपमा म तपाईँहरूलाई एउटा सानो उदाहरण दिएँ। जस्तो खेतीपाती गर्दै लैजाँदाखेरि गर्नको लागि जन चाहिन्छ भन्ने खालको कुरा हामी ट्रेडिसनल खेतीपातीको लागि चाहिन्छ भन्ने कुरा थियो। त्यसले तपाईँको चाहिँ के हुन्थ्यो भन्दाखेरि पशुपालन गर्ने, खेतीपाती गर्ने वा मतलब कृषि गर्ने, पशुपालन गर्ने काम बराबरी हुन्थ्यो होइन। हामीलाई खेतीपाती गर्नको लागि चाहिने के हुन्छ, मल चाहियो, बिउ चाहियो, सबै कुराहरू चाहिन्छ होइन। पशु नभइकन मल हुँदैन होइन। अम्लीयपन तपाईँको नबढोस् भन्नको लागि रासायनिक मल मात्रै प्रयोग गरिँदैन, कृषि मल पनि, खाद्य मल पनि प्रयोग गर्नुपर्ने हुन्छ। वा तपाईँको यो के अरे खाद मल भन्दा पनि पशु मल चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। तर पशुपालन नगर्दा त हुँदैन। तर हामीसँग अहिले त्यो अवस्था रहेन, किनभने पशुपाल्न सक्ने हामीसँग स्थिति छैन होइन। दुईजनाको परिवारले तपाईँको चाहिँ बाख्रा पाल्ने, कुखुरा पाल्ने, हाँस पाल्ने, भैँसी पाल्ने, गोरु पाल्ने र बाख्रा पालन गर्ने यो काम हुन सक्दैन, जोतखन पनि हुन सक्दैन। अहिले म एउटा टिलर लिएर गइरहेको छु, मसँग टिलर छ एउटा, यो यहीँबाट तपाईँको चाहिँ कृषि कार्यक्रम अन्तर्गत सब्सिडाइज रेटमा नै मैले लिएर गएँ। तर त्यो टिलरलाई तपाईँको चाहिँ एउटा गराबाट अर्को गरामा उकाल्नका लागि पनि मान्छे चाहिन्छ, अर्को व्यक्ति चाहिन्छ होइन, तन्देरी शक्ति नै चाहिन्छ। त्यस हिसाबले हामीले अहिले मैले भोगेको समस्या भनेको एउटा त मसँग तपाईँको जनशक्ति छैन, शक्ति छैन भन्ने कुरा। मेरो एउटा मात्रै छोरी छ होइन। पहिले मलाई के लाग्यो भने मेरो एउटा छोरी भएपछि भइहाल्छ नि भन्ने लाग्यो। तर अहिले मलाई के लागिरहेछ भन्नु छ भने होइन रहेछ, कम्तीमा 4-5 जना छोराछोरीहरू चाहिने रहेछ भन्ने लाग्यो त्यो खेतीपाती गर्न थालेपछि होइन। किनभने अर्को सपोर्टिभ ह्यान्ड्स होस् भनेर मैले आफूले महसुस गरेको कुरा। अब अर्को कुरा तपाईँको चाहिँ हाम्रो लेखापढी गर्ने पढाइको कुराहरूमा परिवर्तन भयो। जस्तो पहिले म पढ्दाखेरि मैले तपाईँको चाहिँ विश्वविद्यालयमा जम्मा 19 रुपियाँ फिस दिएँ होइन। जवाहरलाल नेहरू विश्वविद्यालयमा मैले एमफिल पिएचडी गर्न जाँदाखेरि जम्मा तपाईँको चाहिँ 21 रुपियाँ आइसी मैले फिस दिएँ, जम्मा 21 रुपियाँ आइसी होइन। 1000 रुपियाँ आइसीमा मैले खाना खाएँ, मेरो यो मतलब मल सस्तो दाममा। त्यो हिसाबले तपाईँको चाहिँ अहिलेको हिसाब किताब गर्ने हो भने तपाईँको त्यो त धेरै महँगो हुन पुग्यो होइन। हामीलाई धेरै महँगो हुन पुग्यो यो शिक्षा। यस हिसाबले मैले अहिले तपाईँहरूलाई यो भन्न खोजेको कुरा के हो भने हामीसँग धेरै अप्ठ्यारो हामीले भोगिरहेका छौँ। हाम्रो कृषि काम नलाग्ने हुँदै गएको छ, अधिकांश जग्गा बाँझो हुँदै गएको छ, हाम्रा युवाहरू पलायन भएको छन्। हामीसँग तपाईँको 1% पनि हाम्रो ग्रोथ छैन यो खोटाङमा। सबै मान्छेहरू जस्तो रामेछाप पहिलो नम्बरमा तपाईँको चाहिँ नि माइग्रेसनको थियो, अहिले हामी 1 नम्बरमा हामी आइपुगेका छौँ हाम्रो माइग्रेसन। यस हिसाबले तपाईँको चाहिँ हामी एकदमै धेरै माइग्रेट हुने जिल्लाहरूमा पर्छौँ, धेरै मान्छेहरू तपाईँको बसाइ हिँडिरहेछन्। त्यस हिसाब किताबले हामीले अहिले सोचेको वा मैले सोचेको कुरा के हो भन्नु छ भने इन्टिग्रेटेड एप्रोचमा होइन एकीकृत योजना निर्माण गर्नुपर्छ। पहाडको स्टेबलाइजेसनको प्रोग्राम हामीले ल्याउनुपर्छ होइन। यो पहाडको स्टेबलाइजेसन भनेको पहाडबाट मान्छेहरू यहाँबाट बसाइ नहिँडुन्, यो बसाइ नहिँडुन् भन्नको लागि हामीसँग एकीकृत योजना चाहिन्छ। त्यसको अर्थ भनेको के हो, हामीसँग रोजगारी चाहियो, काम गरेपछि वा पढेपछि। हामीसँग तपाईँको चाहिँ नि मतलब यो मल खाद मात्रै होइन, शिक्षाको प्रबन्ध राम्रो हुनु पर्यो, स्वास्थ्यको प्रबन्ध राम्रो हुनु पर्यो, सडकको प्रबन्ध हामीसँग राम्रो हुनु पर्यो, सूचनाको प्रबन्ध हामीसँग राम्रो हुनु पर्यो। हामीसँग एकअर्कासँग छलफल गर्न कुराकानी गर्न सक्ने एउटा स्वस्थ वातावरण पनि चाहियो। त्यस हिसाब किताबले मलाई लाग्छ तपाईँको चाहिँ नि यी सबै कामहरू गर्नको लागि एकीकृत योजना निर्माण गर्नको लागि एकीकृत ढङ्गले अगाडि बढ्नका लागि तपाईँको जुन योजना चाहिने हो त्यो योजना निर्माण गर्नको लागि मैले पनि हस्ताक्षर गर्न सक्छु। म त्यसमा तपाईँको स्टेटलाई इन्टरभेन गर्न सक्छु होइन, हस्तक्षेप गर्न सक्छु, पार्लियामेन्टमा गएर म यी कुराहरू राख्न सक्छु। त्यस कारणले गर्दाखेरि मेरो उम्मेदवारी र मेरो उम्मेदवारी अरूभन्दा सायद
भिन्न छ भन्ने मैले ठान्दछु। आगामी आउने दिनहरूमा यस्तो नहुनका दिनका लागि चाहिँ हजुरलाई यो चाहिँ कस्तो कदम तपाईँले भन्नुभएको कुरामा मैले अघि त्यसको उत्तर दिइसकेँ अलिअलि दिनुभएको छ। होइन। जस्तो हामीसँग जेन्जी आन्दोलन हुनको लागि सबभन्दा तपाईँहरूले इम्परस न्युक्लोथ भन्ने कथा सुन्नुभएको छ नि? छैन? बासा नाङ्गो छ भन्ने कथा सुन्नुभएको छ? हो, त्यो बासा नाङ्गो छ भन्ने कथा जस्तै हो। बासा नाङ्गो छ भन्ने कथा के थियो भने यो देश हामी कहाँ होइन, त्यो बासा नाङ्गो छ भन्ने कथा तपाईँहरू सबैले सुन्नुभएको छ। सुन्नुभएको छैन भने एउटा सजिलोसँग त्यो कथामा त्यो कथाको सार के हो भने एउटा बासा मूर्ख हुन्छ होइन, चाटुकारहरूले घेरा हुन्छ, अरू कसैको पनि कुरा सुन्दैन र ऊ सबभन्दा आफूलाई एकदम जान्ने सबभन्दा ठुलो उसले ठान्छ होइन। यो कथाको सारांश ऊ ठान्छ दुईजना जुलाहरू आउँछन् ठगहरू र तिनले के भन्छन् भने हामीले यस्तो अदृश्य लुगा बनाउँछौँ, पहिरिने जो बुद्धि छ, जसको क्षमता छ, जो योग्य छ त्यसले मात्रै देख्छ, अरूले देख्दैन होइन। उनीहरूले त्यो ठगहरूले चाहिँ तपाईँ त्यो कुरा गर्छन् अनि तिनले चाहिँ कपडा बुन्न थाल्छन् अनि उसले तपाईँको चाहिँ नि कपडा सबै बुनिसकेपछि बुनिसक्यो भने तर उसले यथार्थमा तपाईँको कपडा बुनेको हुँदैन। अनि उसले त्यो चाहिँ बादशाह आउँछ, कपडा बुनिसक्यो? हजुर एकदम बुनिसक्यो, दौरा सुरुवाल कोट तपाईँको चाहिँ सबै थोक भइसक्यो, वा सर्ट प्यान्ट कोट यो सब ल लाउनुहोस् भने उसले सबै लुगा फुगाल्छ र त्यो लाउन थाल्छ अनि उसले दिन्छ, ऊ लाउँछ, उसले दिन्छ, लाउँछ अनि चट्ट उभिन्छ तर नाङ्गो छ। बाटोमा प्रोसेसन निस्किन्छ, सडकमा निस्किन्छ, नाङ्गै हिँडेर आएको हुन्छ अनि सब मान्छेहरू ताली पिट्छन् किनभने अयोग्य हुने डरले बादशाह एकदम भयङ्कर राम्रो देखिबक्सिया छ, एकदम असल हुनुभएको छ, एकदम भयङ्कर झिल्के हुनुभएको छ, राम्रो हुनुभएको छ भनेर भन्छन्। तर यथार्थमा एउटा बच्चाले, सानो बच्चाले के भन्नेछ भने बादशाह नाङ्गो छ भन्नेछ अनि काने खुसी चल्न थाल्छ अनि सारा बजारमा के हुन्छ भन्दाखेरि बादशाह नाङ्गो छ भन्ने खबर जान्छ अनि बादशाह लुक्छ, भाग्छ। यो तपाईँको एन्डरसन भन्ने मान्छेले, ह्यान्स एन्डरसन भन्ने मान्छेले डच कथाकार हुनुहुने उनले त्यो लेखेको कथा थियो र हामीले चाहिँ यो एसएलसीको पढ्नु पर्थ्यो उहिले। त्यस्तै तपाईँको चाहिँ नि हामी कहाँ बहुत अप्ठ्यारो छ भन्ने कुराहरू थाहा थियो मान्छेलाई। हामी कहाँ शिक्षा तपाईँको चाहिँ नि हाम्रो रोजगारीसँग जोडिँदैन, हाम्रो एग्रिकल्चर के अरे कृषि मतलब यो चाहिँ एग्रिकल्चरसँग मतलब यो चाहिँ शिक्षासँग जोडिएन, हाम्रो स्वास्थ्य तपाईँको शिक्षासँग जोडिएन, हामी धेरै कुराहरू शिक्षासँग नजोडिएका पाटाहरूभित्र पर्छौँ। यो कुराले तपाईँको धेरै कठिनाइहरू उत्पन्न गरिराखेका थियो होइन। यो मतलब कृषि तपाईँको चाहिँ असमान हुनु वा कृषिमा असमानता हुनु, कृषिलाई प्रोत्साहन नदिनु, औद्योगिकरण नहुनु भन्नुको अर्थ भनेको व्यापारमा तपाईँको थोरै मान्छेहरूको मात्रै हात हुनु, यसले तपाईँको चाहिँ नि एउटा ग्राउन्ड बनिराखेको थियो। तर कुरा के थियो भन्नुहुन्छ भने सबै पोलिटिकल पार्टीहरू, मेजर पोलिटिकल पार्टीहरू तपाईँको चाहिँ यो कुरालाई महसुस गर्न सकिरहेका थिएन। त्यस हिसाबले तपाईँको चाहिँ नि बच्चो को जन्मिने वा कसले भनिदिने बादशाह नाङ्गो छ भनेर, यहाँ विकास भइरहेछ, फलाना राम्रो भइरहेछ, त्यो राम्रो भइरहेछ भनिरहेको ठाउँमा तिम्रो काम राम्रो छैन भनेर निस्किनका लागि तपाईँको चाहिँ नि अर्को नयाँ वाहक शक्ति थिएन नेपालमा। त्यसले गर्दाखेरि जेनजी आयो, जेनजेड पुस्ता आयो। ऊ किन आयो, को थिए जेनजेड पुस्ता, त्यसका लागि तपाईँको अहिले रिसर्च त भएको छैन, तर मेरो विचारमा सामान्य जनताका छोराछोरीहरू नै जेनजेड पुस्ताका थिए होइन, जसले आमा नहुँदाको पीडा, बा नहुँदाको पीडा वा तपाईँको चाहिँ एकलपनको पीडा, सहरमा एक्लै बस्नुपर्ने पीडा, भोलि तपाईँको चाहिँ रोजगारी नपाउनेको पीडा, त्यसपछि फेरि दोहोरिएर बाउ जस्तै आमा जस्तै तपाईँको चाहिँ वैदेशिक रोजगारीमा जानुपर्ने पीडा होइन, उतै मारिनुपर्ने, मर्नुपर्ने, अर्कै देशलाई धनी बनाउनु पर्ने पीडा, यो पीडाको तपाईँ त्यो चाहिँ पोखिएको थियो। त्यो त्यस हिसाब किताबले त्यसले अहिले तपाईँको चाहिँ पोलिटिकल पार्टीहरू, राजनीतिक पार्टीहरूलाई अहिले एक हिसाबले आँखा खोलिदिएछ, सच्चिनका लागि आँखा खोलिदिएछ। सचेनन् भने सकिन्छन्
यस्तो कुरा हो। त्यसले गर्दाखेरि जेनजेड आन्दोलन एउटा पुस्तागत आन्दोलन थियो, पुस्तागत आन्दोलन हो। र पुस्तागत आन्दोलन त्यसको एउटा फेरि एउटा त्यसको खामी, मतलब खामी भनेको खामियत भन्छ हिन्दीमा, उर्दूमा खामियत भनेको त्यसको कमजोरी एउटै हो। त्यो कमजोरी के हो भन्नु छ भने यो संस्थागत होइन। जेनजेड पुस्ता भने त्यो पुस्ता हो। पोलिटिकल्ली दे आर डिभाइडेड। राजनीतिक रूपबाट सबैको सोच एउटै छ भन्ने खालको कुरा होइन, होइन। सङ्गठित पनि छैन, एकपटक सङ्गठित भयो र भइसक्यो। तर तपाईँको चाहिँ फेरि यो लामो समयमा, लामो अन्तरालमा यसलाई तपाईँको एउटा डिफ्रेन्ट वेबाट, होइन, डिफ्रेन्ट वेमा लैजान सक्छ। मेरो विचारमा तपाईँको चाहिँ नि अब पनि सचिएनन् भने, वा अब पनि तपाईँको एउटा नयाँ खालको कुरा गर्न सकेनन् भने, वा नयाँ तपाईँको आर्थिक, सामाजिक वा राजनीतिक परिवर्तनका लागि एउटा बाटो खोलिएन भने अर्को रिभोल्ट हुन्छ। त्यो रिभोल्टले तपाईँको यो अस्तिको जस्तो मात्रै होइन, होइन, अर्को ठुलो रिभोल्ट हुँदाखेरि ठुलो परिवर्तन हुन सक्ने सम्भावनालाई नकार्न सकिन्छ। म चाहिँ सुनिल पराजुली, म यही दिक्तेलुपाकोट मजबारी नगरपालिका 6 नम्बर वडाको मान्छे। तपाईँ डक्टर हरिरोका भन्छन् तपाईँलाई, तपाईँ डक्टर हो कि होइन त्यो पनि भनिदिनु पऱ्यो। अनि त्यसपछि यो निर्वाचन चाहिँ लगभग अघोषित रूपमा नो नट अगेन जस्तै हो, बिहान नचले पनि है। अनि त्यो हुँदै गर्दाखेरि तपाईँ योभन्दा अघिल्लोचोटि पनि सभासद भइसक्नु भएको मान्छे, टेस्टेड मान्छे भनौँ न। त्यो भइसकेपछि यही धेरै असन्तुष्टिहरू मान्छेमा हुँदाहुँदै तपाईँ हामी युवाहरूमा चाहिँ तपाईँको भोट हामीले तपाईँलाई भोट हाल्ने आधार के हो, अनि अरू भनेको यो नीतिगत भ्रष्टाचार चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ। अनि त्यसपछि खोटाङ जिल्ला चाहिँ तपाईँको आत्महत्या अनि बसाइसराईमा लगभग सबभन्दा अगाडि छ। यो चाहिँ के कारणले भइरहेछ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ? राम्रो प्रश्न गर्नुभयो। सबभन्दा पहिलो कुरा त म तपाईँको चाहिँ नि मैले 2001मा जवाहरलाल नेहरू विश्वविद्यालयमा एमफिलमा एडमिसन लिएँ र 2003मा मेरो एमफिल कम्प्लिट भयो। मैले तपाईँको त्यही बिचमा एमए पनि कम्प्लिट गरेँ इकोनोमिक्समा, किनभने म तपाईँको चाहिँ नि 18 वर्ष पछाडि एमए पास गरेको 18 वर्षपछि पढ्न गएँ। त्यसपछि तपाईँको चाहिँ मैले मेरो सिनप्सिस मैले तपाईँको चाहिँ नि मेरो प्रपोजल पेस गरिसकेपछि त्यसको सिनप्सिस लेखेर त्यसमाथि तपाईँको चाहिँ डिस्कोर्स समाप्त भयो र 2006मा म तपाईँको चाहिँ काठमाडौँ फर्किएँ। यो खासमा चाहिँ तपाईँको यो आन्दोलन पछाडि सभासदै हुनको लागि म फर्किएको थिएँ। त्यस कारणले गर्दाखेरि मेरो पिएचडी इन्कम्प्लिट थियो। हजुर होइन न, मैले त्यही त यहाँ कुरा गर्दैछु। मैले 2018मा गएर मैले कम्प्लिट गरेँ, होइन, मैले थेसिस बुझाएँ र मेरो तपाईँको चाहिँ नि मेरो अवार्ड चाहिँ 2019मा भयो, होइन, अवार्डेड भयो। तर मैले तपाईँको चाहिँ नि डाक्टर लेखिनँ। मलाई थाहा छ त्यो कुरा। तपाईँको चाहिँ एउटा कुरा के हुन्छ भने अवार्ड गरिसकेपछि पनि हामी नेपाल र भारतमा मात्रै पिएचडी गर्नेहरूले आफूलाई अगाडि पनि डाक्टर लेख्छन्। जेनरली पिएचडी लेख्ने पनि चलन छ, नलेख्दा पनि हुन्छ। इन जेनरल लेख्ने चलन छैन। मैले तपाईँको काठमाडौँ विश्वविद्यालयमा आंशिक रूपमा पढाएँ। मैले तपाईँको चाहिँ नि त्रिभुवन विश्वविद्यालय पनि आंशिक रूपमा पढाएँ, 2 वर्ष 4 वर्ष पढाएँ। तर मलाई त्यही अघि मैले भने अब पुग्यो, अब फर्क्यौँ, घर फर्क्यौँ भनेर म घर फर्केँ। मैले तपाईँको चाहिँ कुनै पनि त्यो हिसाब किताब गरेको छैन। यो मेरो पढाइको बारेमा तपाईँहरूलाई हेर्न मन छ भने मेरो घरमा गएर अवार्ड हेर्दा पनि हुन्छ। त्यहाँ तपाईँको अवार्ड भनेको त्यस्तो हामी यहाँ जुन त्रिभुवन विश्वविद्यालयमा गर्ने त्यो एउटा टोपी लगाएर झिल्के हुने जुन छ त्यस्तो खालको हामी कहाँ त्यहाँ मतलब जेएनयूमा छैन चल्नु। र मेरो तपाईँको यो रेकर्डमा पनि आएको छैन। यो चाहिँ 2017सम्मको अल्मनाईको नेपालबाट पिएचडी गर्नेहरूको रेकर्ड छ, त्योभन्दा पछाडिको रेकर्ड हालेको छैन। सम्भवतः अब आउँछ होला। यो मेरो पढाइ सम्बन्धीको कुरा। दोस्रो कुरा, तपाईँले जुन कुराकानी राख्नु पराजुलीले, मलाई लाग्छ तपाईँको हाम्रो यो जुन सोसियो इकोनोमिक पोजिसन छ, हाम्रो जुन अप्ठ्यारो एउटा हामी अर्थ राजनीतिक अवस्थामा छौँ, हाम्रो भू राजनीति पनि तपाईँको त्यति सजिलो छैन।
सहज छैन। हामी इन्डिपेन्डेन्ट इकोनोमी वा इन्डिपेन्डेन्ट पोलिटिक्स हामी कहाँ तपाईँको निकै गाह्रो कुरा हो, निकै अप्ठ्यारो छ। हामी कहाँ चलखेल गर्नेहरूको धेरै ठुलो चलखेल गर्नेहरू छन्। त्यस हिसाब किताबले तपाईँको यो चलखेल गर्नेहरूका विपक्षमा कुराकानीहरू गर्नको लागि तपाईँको चाहिँ एक खालको एउटा प्रयत्न गर्न जरुरी छ, एक खालको प्रयत्न गर्न जरुरी छ। मलाई लाग्छ तपाईँको चाहिँ नि यो हाम्रो जुन खोटाङको प्रश्न हो, हामी एक हिसाबले तपाईँको चाहिँ टापु जस्तो भएको छ। अविकास मात्रै होइन, हामीसँग विकास पनि भएको छ, नभए होइन। म तपाईँको चाहिँ नि मै एउटा मान्छे हुँ जसले यो खोटाङको तपाईँको चाहिँ सबै प्राय घरहरू आज होइन 47 देखि 57सम्म म तपाईँको चाहिँ नि यहाँ बनेका त्यतिखेर बनेका घरहरू पुगेका थिएँ। अहिले बाटोघाटो बनेपछि यो खास गरेर यो चाहिँ मोटरेबल बाटो बनिसकेपछि अलिक तलमाथि मैले अलिकति भ्यू पाउन पनि गाह्रो हुने रहेछ। त्यो यो खालको हिसाबले हामी कहाँ अविकास मात्रै होइन, विकास पनि भएको छ। हामी कहाँ पूर्वाधारहरूको विकास राम्रो भएको छ। मेरै गाउँमा मेरै वार्डमा म अहिले इन्टरनेट चलाउँछु, बत्ती छ मसँग, होइन घरमा मिल छ, मैले मिल राखेको छु, धान कुट्ने मिल, सानो मिल राखेको छु। त्यस हिसाब किताबले हामी तपाईँको चाहिँ एकदम पूर्वाधारको हिसाबले, सूचनाको हिसाबले अब गाउँ पनि तपाईँको सहरसँग कनेक्टेड छ, जोडिया छ। यो एउटा सजिलो कुरा पनि हो। तर अप्ठ्यारो कुरा के हो भन्दाखेरि अहिले पनि हामी तुलनात्मक रूपबाट एसियाको अरू देशहरूको तुलनामा, चीनका तुलनामा वा भारतकै तुलनामा हामीसँग अझै पनि इन्फ्रास्ट्रक्चर, हाम्रा पूर्वाधारहरू कमजोर छ, होइन। अझ खोटाङको कुराकानी गर्ने हो भने हामीसँग एउटा भएको पुल पनि भएको, होइन। हामी तपाईँको चाहिँ नि मतलब अहिले साँच्चै भन्ने हो भने बर्खाको समयमा हामी धेरै हिसाबले हामी सङ्कुचित छौँ, सङ्कुचित अवस्थामा छौँ। यस्तो खालको एउटा अवस्था हामीसँग छ। अब मलाई लागेको कुरा के हो भन्नु छ भने हाम्रो समाजलाई रूपान्तरण गर्ने प्रक्रियामा सबैभन्दा पहिले त कृषिकै रूपान्तरण गर्न जरुरी छ। तर कृषिको रूपान्तरण गर्नको लागि शिक्षाको रूपान्तरण गर्न पनि जरुरी छ। जस्तो मेरो विचारमा म एकपटक घुम्दै जाँदाखेरि हामी 2-3 जना साथीहरू सहित हामी घुम्दै जाँदाखेरि मलाई एउटा प्रश्न आयो, यो कृषि विश्वविद्यालय भनेको किन भन्ने प्रश्न। कृषि विश्वविद्यालय भनेको कृषक उत्पादन गर्ने हो कि ब्युरोक्र्याट्सहरू उत्पादन गर्ने हो भनेर। वास्तवमा तपाईँको कृषक उत्पादन गर्ने कुरा हुनु पर्थ्यो, तर हामीसँग ब्युरोक्र्याट्स उत्पादन गर्ने मात्रै भयो। वा कृषक उत्पादन गर्ने मेन पावर जुन हो त्यो मेन पावर पनि बाहिर गयो। जस्तो हामीसँग कृषकहरूको झन्डै 76% तपाईँ चाहिँ जुन बिएससी एजी र एमएससी एजी गर्ने मान्छेहरू छन् ती अमेरिकामा छन्, केही मान्छेहरू अस्ट्रेलिया गएका छन्, केही मान्छेहरू युरोपमा छन् र 2 देखि 3% मान्छेहरू मात्रै हाम्रो अहिले यो कृषि मन्त्रालय अन्तर्गत कर्मचारी छन्। त्यस हिसाबले हाम्रो कृषि क्षेत्रमा हामीले जे काम गर्न सक्नु पर्थ्यो त्यो हुन सकिरहेको छैन। त्यस्तो छ अवस्था। यसलाई रूपान्तरण गर्न आवश्यक छ र त्यो रूपान्तरण भनेको एकजना उम्मेदवारले, एउटा मान्छेले मात्रै गर्ने कुरा होइन। भोलि तपाईँको पार्लियामेन्ट कस्तो बन्छ, पार्लियामेन्टको अवस्था कस्तो रहन्छ, कस्ता मान्छेहरू तपाईँको पार्लियामेन्टमा आउँछन्, होइन कसको मेजोरिटी हुन्छ, त्यसले तपाईँको चाहिँ तय गर्ने कुरा हो। एउटा म निर्वाचित भएर गएँ भने मैले पनि प्रयत्न गर्नेछु मेरो आफ्नै हिसाब किताबले, मेरो स्किल अनुसार, मेरो आफूसँग भएको बुद्धि अनुसार मैले आफ्ना कुराहरूलाई प्रस्तुत गर्छु पार्लियामेन्टमा। कानुन बनाउने कुराहरूमा म आफ्ना कुराहरू राख्छु। संविधानलाई मतलब त्यो चाहिँ संविधानमा संशोधन गर्नुपर्ने कुराहरू भयो भने त्यो संशोधन जनप्रियताका आधारमा जनताको पक्षमा मेरो मत रहनेछ एमेन्डमेन्टका लागि। मेरो प्रश्न तपाईँको उत्तर यति नै हो। नमस्ते, मेरो नाम अजय शङ्कर। मेरो घर चाहिँ दिक्ते रूपाकोट मजबाग नगरपालिका 1। मेरो प्रश्न चाहिँ यस प्रकार छ। तपाईँले अहिलेसम्म कृषि क्षेत्रको मात्र कुरा गर्नुहुन्छ, तर अहिलेको समयमा सबै युवाहरू कृषि मात्र लाग्न मन गर्दैनन्। त्यसैले युवालाई रोजगारी दिने तपाईँको योजना के छ? हामी अहिले पनि देख्न सक्छौँ कि युवाहरू जब कक्षा 12 पास गरिसकेपछि, अझ म आफै भनौँ स्वयं पनि स्वदेशभन्दा विदेश नै रुचाएको छु। के हाम्रो नेपालमा युवाहरूलाई स्वदेशमै के गर्न सकिन्छ भन्ने कुरालाई लिएर उहाँहरूलाई जागरुक बनाउन सक्नुहुन्छ?
उत्तर दिएको छु र हजुर यस्तो भइरहेको छ भन्नाले तपाईँले हामीले होइन तपाईँ बुझ्ने तरिकाले सुन्नु स्टेट होइन पर्खिनु स्टेट फरवार्ड कुरा तपाईँको चाहिँ हरेक कुराहरूको एन्सर हुन सक्दैन होइन 2+2 4 हुन्छ भन्ने खालको कुरा मात्रै उत्तर हुँदैन। हजुर हजुर अब तपाईँलाई एउटा सानो मसिनो कुरा तपाईँले जुन खालको कुराकानी गर्नु जस्तो अमेरिका र चिनको बिचमा अहिले शीत युद्ध छ यो त स्वीकार गर्नुहुन्छ र उनीहरूसँग व्यापार युद्ध पनि सुरु भयो। कहिले सुरु भयो भने 2017 पछाडि होइन अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जब जितेर आए 2017मा उनी जितेर आइसकेपछि उनले तपाईँको छ भने चीनलाई 230%ले उनले तपाईँको छ भने भन्सार दर लगाए। त्यो भन्सार दर उनले लगाइसकेपछि होइन भन्सार दर लगाइसकेपछि तपाईँ एउटा प्रश्न उठ्यो चीनले के पो ल्याउँदो रहेछ मलाई पनि खोल्दोली भयो। म अर्थशास्त्रको विद्यार्थी भए हुनाले मैले पनि खोतलेर हेरेँ झन्डै 35,000 आइटमहरू चाहिँ चीनबाट के अरे अमेरिकाबाट चीनले ल्याउँदो रहेछ। लगभग 40-45,000 अझ 40,000 भन्दा बढी सामग्रीहरू चाहिँ उनीहरूले चीनले अमेरिकामा एक्सपोर्ट गर्छ निर्यात गर्छ। यी दुईटा मध्ये हामी कहाँ यहाँ आउने यहाँ जुन हामी कहाँ तपाईँको छैन मतलब यहाँ यो चीनमा आउने अमेरिकाबाट चीनमा आउने पहिलो वस्तु चाहिँ के रहेछ भन्नुहुन्छ भने भटमास रहेछ अङ्ग्रेजीमा सोयाबिन। त्यसपछि दोस्रो रहेछ सुँगुरको मासु, तेस्रो रहेछ गोरुको मासु, चौथोमा रहेछ मकै अनि पाँचौँमा मात्रै अलि टेक्निकल कुराहरू अरू टेक्नोलोजीका सामग्रीहरू आउँदो रहेछ। मलाई के फिल भयो महसुस भयो भन्नुहुन्छ भने हामी पनि सानो सानो मात्रामा भटमास उत्पादन गर्छौँ, सानो सानो मात्रामा मास उत्पादन गर्छौँ, अलिकति निकै हामी मकै उत्पादन गर्छौँ। जस्तो कि मैले अघि भने मैले 14-15 मुरी मकै हुन्छ भनेको बाँदरले खाइदिएर सक्यो, नत्र भने 4 मुरी मकै अहिले मसँग घरमा छ। हेर्नुहोस् भनेपछि तपाईँको चाहिँ नि त्यो जङ्कमा हामी तपाईँको चाहिँ नि मकै पनि उत्पादन गर्न सक्छौँ। यो मैले किन भनिरहेको छु भन्दाखेरि हामीले तपाईँको चाहिँ नि कृषिको औद्योगिकरण गर्न सक्छौँ। उत्पादन गरेको वस्तु जस्तो मानिलियो कि चीनलाई हामीले चाहिँ भटमास बेच्ने भयौँ भने हामीले एउटा ठुलो प्लटमा खेतीपाती गर्नुपर्ने हुन्छ होइन। सानो सानो पोर्सनमा पनि हामीले गर्न सक्छौँ तर ठुलो प्लटमा हामीले तपाईँको भटमास उत्पादन गरेर बेच्ने भनेको त ट्रकमा हालेर पठाउँदैनौँ नि। त्यसका लागि तपाईँको चाहिँ भाँडो बनाउँछौँ कसरी प्याक गर्ने भनेर, अनि गाडीमा हालेर लैजानका लागि पनि तपाईँको बाटो बनाउँछौँ कसरी बाटो बनाउने भन्ने कुरा। त्यसका लागि तपाईँको सामान्य साना साना कुराहरू खन्ने खन्तीदेखि लिएर ठुला औजारहरू निर्माण गर्ने कुरा पनि हुन्छ। औद्योगिकरणको प्रोसेस प्रक्रिया तपाईँको कृषिबाट सुरु भयो भने हाम्रो जीवनसँग जोडिन्छ। त्यो औद्योगिकरणको प्रक्रिया हो। जस्तो यसको उदाहरण तपाईँको साउथ कोरिया, जापानिजहरूले सबभन्दा पहिलो फेजमा, साउथ कोरियाले सेकेन्ड फेजमा, ताइवानले थर्ड फेजमा, मलेसिया र इन्डोनेसियाले फोर्थ फेजमा होइन, पाँचौँ फेजमा अहिले अफ्रिकन देशहरू धेरै अफ्रिकन देशहरूले गरिरहेछन्। हामीले पनि त्यस्तो कामहरू गर्न सक्छौँ होइन। यो रूपान्तरणको प्रक्रियालाई हामीले सहजीकरण गर्न सक्ने अवस्था रहन्छ र त्यो औद्योगिकरण भन्ने कुराले कृषिको व्यवसायीकरण, औद्योगिकरण र अर्को औद्योगिकरणले हामीलाई एउटा नयाँ खालको कुरा गर्न सक्छ। साउथ कोरियाको एउटा सानो उदाहरण तपाईँको सबभन्दा पहिले 1949मा उनीहरूले भूमि सुधार कृषि पछाडि उनीहरूले त्यतिखेर तपाईँको 84% भन्दा बढी मानिसहरू कृषिमा थिए, अहिले हाम्रो जस्तै होइन। तर पछाडि बिस्तारै बिस्तारै उनीहरू घट्दै गए, बिस्तारै बिस्तारै कृषि छोड्दै गए। कृषि छोडेर तपाईँको चाहिँ नि साना साना उद्योगहरू पहिले, त्यसपछि दोस्रोमा तपाईँको कन्ज्युमर गुड्सहरू होइन, पहिले चाहिँ एग्रिकल्चर टुल्सहरू बनाए। त्यसपछि तपाईँको चाहिँ नि एग्रिकल्चर टुल्स पछाडि अर्को उनीहरूले तपाईँ इन्डस्ट्रियल गुड्सहरू उत्पादन गर्न थाले। पछिल्लो टाइममा क्यापिटल गुड्स, चायबुल्स
हरू जस्तो चाहिँ नि निर्माण गरे। त्यसले गर्दाखेरि हाम्रो औद्योगिकरण त्यसमा हुनसक्छ। हामीले त्यसमा तपाईँको रोजगारी निर्माण गर्न सक्छौँ, युथहरूलाई त्यसमा सञ्चालन गर्न सक्छौँ। त्यसैले गर्दाखेरि हामीले चेन्ज गर्नुपर्छ। ओभरअल तपाईँको चाहिँ हाम्रो इकोनोमिक पोलिसीमा, हाम्रो इन्डस्ट्रियल पोलिसीमा नै परिवर्तन ल्याउनु जरुरी छ। त्यो परिवर्तन गर्ने नीति भनेको तपाईँको अहिले नै यत्रो धेरै लामो प्रोसेसमा तपाईँलाई बताउन सकिँदैन। तर एउटा कुरा के हो भने त्यो चाहिँ इकोनोमिक पोलिसीमा पर्खिनुहोस् न, पर्खिनुहोस्, इकोनोमिक पोलिसीमा सिफ्ट चेन्ज गर्नुपर्ने हुन्छ। मैले अघि नै न्यू लिबरल इकोनोमिक पोलिसी हामीले अप्नाइराखेका छौँ। त्यसको सट्टा सोसलिस्ट इकोनोमी निर्माण गर्नुपर्ने हुन्छ। समाजवाद उन्मुख सोसलिस्ट ओरिएन्टेड इकोनोमी हामीले लागू गर्नुपर्छ। त्यसका लागि तपाईँको नयाँ प्रस्पेक्टमा लागू गर्नुपर्ने हुन्छ। मैले मेरो वैकल्पिक अर्थतन्त्र भन्ने किताब यहाँ झन्डै 100 कपी ल्याएर राखेका थिएँ यहाँ माथि, होइन? तपाईँहरू त यो यङ इनर्जेटिक पुस्ताका मान्छेहरू, होइन? मैले यो वास्तवमा तपाईँको लेख वा मेरो रचना, मेरो किताब वास्तवमा इट वाज फर द यङ, इट इज फर द यङ, तपाईँहरू जस्तै युवाको लागि हो। अब पढिदिनु भएन, म तपाईँको फेरि त्यसको व्याख्या गर्नुको लागि त बडो टाइम लाग्छ भाइ। नमस्कार, मेरो नाम भीषण खड्का। मेरो घर डिक्टो लुपाकोट मजगढी वार्ड नम्बर 1, म एक भोटर। मेरो नेतालाई मेरो प्रश्न छ, सानो 2-3वटा प्रश्न छ। हजुरले माइग्रेसनको कुरालाई अलिकति बढी ग्राह्य दिनु भइरहेछ। माइग्रेसन चाहिँ के कारणले भइरहेछ भन्दाखेरि 52 सालदेखि चाहिँ 10 वर्ष जनआन्दोलन, अहिले पार्टी जेसुकै भए पनि, होइन? हजुर त अब हामीले सरस्वती हेर्दाखेरि माओवादीबाट उठ्नु भएको एकजना नेता हो, होइन त? अहिले पार्टीको नाम चेन्ज भए पनि जेसुकै भयो, त्यो हुँदै गर्दाखेरि, त्यो नेतृत्व गर्दै गर्दाखेरि त्यो माइग्रेसन हुने कारण के त भन्दाखेरि मेरो सोचाइमा चाहिँ त्यो जनआन्दोलन हो। त्यो टाइममा जति माइग्रेसन भयो अहिले पछिको समयमा रोकिएको छ, होइन? 1 नम्बर त्यो भयो। यो अरू हजुरले शिक्षा, हामी यहाँ खोटाङवासीलाई कस्तो भइरहेछ भन्दाखेरि जो नेता आए पनि शिक्षाको कुरा गर्ने, स्वास्थ्यको कुरा गर्ने, इधर गर्ने, तर एउटा बिरामी भएर हस्पिटल गयो भने त्यो मान्छे रेफर भएर जानुपर्ने भयो क्या हामीलाई। कि त विराटनगर जानुपर्ने भयो, कि त धरान जानुपर्ने भयो, कि त काठमाडौँ जानुपर्ने भयो, कि त पहुँच हुनेले हेलिकप्टरहरू चार्टर गरेर जाने भए, नहुनेले ज्यान यहीँ फाल्ने भए। यसको लागि सोल्युसन हजुरको के? अहिले हस्पिटल देख्दैछु, चुनाव आए पछाडि चाहिँ हस्पिटलमा काम बर्बाद हुँदैछ। मेरो घर त्यही नजिकै आसपास भएको कारणले गर्दाखेरि त्यो मैले विचार गरिरहेको थिएँ। कृषि क्रान्ति भनिराख्नु भएको छ। म एउटा कृषिको विद्यार्थी, बिएससी पनि हो म। कृषिमा क्रान्ति धेरै अगाडि आएका हुन्। सिल्भर क्रान्ति अगाडि आएको, ग्रिन रिभोल्युसन अगाडि आयो, होइन? यस्तो क्रान्तिहरू अगाडि आयो। अब हजुरले कनेक्टेड छैन, हामीसँग कनेक्टेड छैन, कृषि चाहिँ बजारमा कनेक्टेड छैन भन्दै गर्दाखेरि अनि फेरि हजुरले के भन्नुभयो, मसँग नेट छ, मेरो घर गाउँमा छ, म कनेक्टेड छु भन्नुभयो। अनि हजुरले त्यो कनेक्सन चाहिँ किन मार्केटसम्म पुर्याइदिन सक्नु भएन? किन एक्सेस दिनु भएन, होइन? अर्को एउटा लास्ट प्रश्न, हजुर पहिलोपल्ट यता चुनावमा उस्तै गर्दा ताकामानी कतै हेरेको थिएँ, हजुर 40 इयर्सको समथिङ त्यस्तै हुनुहुन्थ्यो। अब अहिले चाहिँ तपाईँ रिटायर्ड लाइफ जिउनको लागि चाहिँ गाउँमा आउनु भएको हो नि त। हजुर टेस्टेड मान्छे हो, हामीले हजुरलाई किन चाहिँ भोट दिने त? अब हजुर त केही गर्नु, त्यतिखेर के गर्नुभयो र अब के गर्ने हो, होइन? मेरो प्रश्न हजुरलाई यति, हजुर चाहिँ किन माझामा एउटा थोरै लास्टमा हजुर चाहिँ किन चाहिँ लास्टमा उयो के अरे माझामा त्यो चुनाव उयो भइसके पछाडि त्यहाँबाट निर्वाचित भइसकेपछि पलायन हुनुभयो ठाउँबाट, पलायन भएर हिँड्नु भयो नि त? हजुर त 2-4 वर्ष अगाडि नै आउनुभएको जिल्लामा, होइन? अहिले भने जस्तो अघि बाटो भयो, त्यो पहिला गोइटोबाट हुँदाखेरि चाहिँ म घरमा पुगेको थिएँ। अहिले रोड भएपछि चाहिँ म त्यसो झुक्के तल माथि भयो भन्नुभयो। किन त्यस्तो गर्नुभयो? फेरि हामीले किन भोट दिनु? हजुर पलायन हुनको लागि भोट दिने हजुरलाई हामीले? ठिक छ, तपाईँको प्रश्न एकदम जायज प्रश्न गर्नु। मलाई लाग्छ तपाईँको चाहिँ नि जस्तो तपाईँले भन्नुभयो जनआन्दोलनले होइन, जनयुद्धले विस्थापित गरायो भन्ने तपाईँलाई लागेको। मलाई लाग्छ तपाईँको चाहिँ नि हिजोको तपाईँको जेनजेड आन्दोलन किन भयो भन्ने प्रश्नसँग पनि त्यो प्रश्न पनि जोडिन्छ। हामी कहाँ तपाईँको जनयुद्ध नभएको भए जाति युद्ध पनि हुन सक्थ्यो। यो सम्मानलाई नकार्न सकिँदैन, होइन? तपाईँले जब राजनीतिक मुद्दा हुँदैनन्, राजनीतिक क्रियाकलाप हुँदैन, राजनीति बाहिर हुन्छ, राजनीतिले तपाईँको समेट्न सक्दैन, त्यसपछि आएर विभिन्न खाले अरू न्युहरूमा तपाईँको चाहिँ क्रान्ति र प्रतिक्रान्तिहरू हुन्छन्। त्यसले गर्दाखेरि त्यो जनयुद्ध पनि एक खालको एउटा क्रान्ति वा प्रतिक्रान्तिको जेसुकै मान्नुहोस्, होइन? एउटा खालको तपाईँको रेभुलेसन वा एउटा खालको
तपाईँको एक रिभोल्ट नै थियो। त्यो रिभोल्ट भनेको जमेको पोखरीमा तपाईँको ढुङ्गा हान्ने काम नै थियो। मलाई लाग्छ तपाईँको चाहिँ हामीसँग अहिले त्यसलाई तपाईँको त्यसको प्रश्नको उत्तर अहिले हामीसँग छ। हामीसँग अहिले तपाईँको चाहिँ हिजोको पार्लियामेन्ट र आजको पार्लियामेन्ट तपाईँले तुलना गर्नुहोस्। हिजोको गाउँसभा गाउँ विकास समिति र आजको गाउँ विकास समिति र त्यसका प्रतिनिधिहरूलाई तपाईँले हेर्नुहोस् होइन। जस्तो तपाईँको हिजो के थियो, हिजो तपाईँको चाहिँ 2-3जना महिलाहरू पनि पार्लियामेन्टमा पुग्न सक्दैन थिए। आज कम्तीमा 33% पुगेका छन्। त्यो जनयुद्धकै प्रताप हो। आज तपाईँको चाहिँ सीमान्तकृत मान्छेहरू पुगेका छन्। आज तपाईँको चाहिँ मतलब कम्तीमा पनि आज जनजातिहरू 37% जनजाति छन् यो देशमा, 37% पुगेका छन्। यो देश कन्ट्री अफ माइनोरिटिज हो, हामीले बिर्सनु हुँदैन। यो देश सबै माइनोरिटिजहरू छौँ हामी। 18% क्षेत्री छौँ, 12% बाहुनहरू छन्, 14% झन्डै तपाईँको दलितहरू छन् होइन। प्रतिनिधित्व जुन प्रतिनिधित्व हुनुपर्ने हो त्यो प्रतिनिधित्वको हिसाबले पनि तपाईँको त्यो रिभोट आवश्यक थियो। त्यो रिभोटले तपाईँको आज हामी यो ग्राउन्डमा आइपुगेका छौँ। यो धेरैलाई मन पनि परेको छैन, किनभने त्यसले तपाईँको आफ्नो अधिकार, आफूसँग केन्द्रित अधिकार तपाईँको फुक्यो भन्ने खालको कुरा पनि लाग्छ मान्छेहरूलाई। भित्रभित्र, बाहिर नभने पनि भित्र लाग्छ। त्यसले तपाईँको चाहिँ कुनै पनि रिभोल्ट वा कुनै पनि रेभोल्युसनको बारेमा हामीले कुराकानीहरू गर्दाखेरि त्यसका प्रस र कन्सहरू हुन्छन्। त्यसले तपाईँको राम्रै मात्रै गरेन, नराम्राहरू पनि गर्यो। त्यसले असल मात्रै गरेन, खराब पनि गरेको छ। तर समग्रमा हाम्रो अहिले तपाईँको चाहिँ मतलब जुन प्रतिनिधित्व छ त्यो प्रतिनिधित्वको हिसाबले त्यो न्यायपूर्ण थियो भन्ने अर्थ लाग्छ। एउटा यो। दोस्रो अर्को तपाईँले गर्नुभएको प्रश्नको एउटा सामान्यतया त एउटा एडल्ट भएर बुढो भएर त किन यहाँ चाहिँ निर्वाचन आइस भन्न न खोज्नु भएको हो होइन। सुन्नुहोस्, म तपाईँलाई एउटा सामान्य कुरा राख्छु। अहिले हामी यो देश वास्तवमा सङ्कटपूर्ण छ, समस्याग्रस्त छ। तपाईँलाई थाहा छ हामी यतिखेर 30 खर्ब ऋणमा छौँ। यो चान्चुन कुरा होइन, 27 खर्ब ऋणमा छौँ। अब 3 खर्ब लगभग पुग्छ यो आउने मसान्तसम्म। त्यसैले गर्दाखेरि हामी 30 खर्ब ऋणमा छौँ। हामी 3 खर्ब तपाईँको चाहिँ 50 अर्ब बराबर हामीले तपाईँको चाहिँ सावा ब्याज तिर्नुपर्छ प्रति वर्ष। हामीले विकास बजेट जुन छुटिन्छ त्यो विकास बजेटको एकदमै अहिले लगभग तपाईँ 3.5 खर्ब रुपियाँ हामीलाई विकास बजेटमा छुटिने हो। तर यो तपाईँको चाहिँ ऋण तिर्नुपर्ने हुँदा त्यसबाट कटौती हुँदै जान सक्ने सम्भावनाहरू छन्। हामीसँग तपाईँको चाहिँ डाक्टर बाबुराम भट्टराईको पालामा 40% पुग्यो तपाईँको चाहिँ कर उठ्ती दर, त्यो वृद्धि त्यति भएको थियो। तर अहिले जम्मा खुम्चेर 7% मात्रै छ। तर हाम्रो तपाईँको खर्च गर्ने जुन परिपाटी छ त्यो खर्च गर्ने परिपाटी चाहिँ 16% भन्दा बढी वार्षिक वृद्धि छ। त्यसले गर्दाखेरि मिट गर्न सकिरहेको छैन हाम्रो आय आर्जनले, हाम्रो करले। यो कर प्रणाली नफेरिकन हामी जुन भ्यालु एडेड ट्याक्स लगाइरहेको छौँ, फ्ल्याट ट्याक्स भन्छ त्यसलाई, त्यो फ्ल्याट ट्याक्स नफेरिकन हामीसँग तपाईँको चाहिँ नयाँ अर्थतन्त्र निर्माण हुन सक्ने स्थिति छैन। त्यसैले तपाईँको चाहिँ यो कुरा गर्न सक्ने तिमीले अप्नाइ आएको वा हामीले अप्नाइ आएको वा यो राष्ट्रले अहिलेसम्म अप्नाइ आएको अर्थतन्त्र गलत छ र यसलाई तपाईँको विकल्प दिनुपर्छ भनेर आवाज उठाउन सक्ने मान्छे हरिरोका हो। त्यस कारणले गर्दाखेरि म तपाईँको प्रतिनिधित्वको लागि उठ्या हो। सामान्य कुरा छ, तपाईँको म हार्न पनि सक्छु, जित्न पनि सक्छु। म बुढो त भएँ तर बुढो पनि बाघै सरह छु। म अझै पनि म हेल्दी छु, स्वस्थ छु होइन, इनर्जेटिक छु। म अहिले पनि तपाईँको 4वटा किताब लेख्नको लागि एउटा प्रोजेक्ट वर्कमा काम गरिरहेको छु। त्यस हिसाबले तपाईँको म पनि तन्देरी नै हो होइन। त्यो हुनुपर्छ। म तपाईँको यो रिभोल्ट गर्न सक्छु, म तपाईँको यो देशलाई चेन्ज गर्न सक्छु भन्ने कुरा। म मात्रै एउटा प्रोग्रेसिभ अर्थशास्त्री हुँ जसले तपाईँको अहिले भएका क्यापिटलिस्ट तपाईँको इकोनोमिस्टहरूलाई च्यालेन्ज गर्न सक्छ, गरिरहेछ। म मात्रै एउटा व्यक्ति हो। अर्को कोही नाम छ भने तपाईँहरू भनिदिनुहोस्, म स्वीकार गर्छु। तर त्यस्तो छैन। लेखेर, बोलेर, भाषण गरेर, काम गरेर मसँग अनुभव छ। म अहिले खेतीपाती गरेर कृषिको समस्याहरू के हुन् भन्ने कुरा मैले बुझेको छु।
त्यस कारणले गर्दाखेरि मेरो उम्मेदवारी हो। अब अर्को एउटा कुरा, तपाईँलाई एउटा सानो मसिनो कुरा भनौँ, मेरो गाउँसँग नेट पुगेको छ तर गाडी तपाईँको 6 महिनाभन्दा बढ्ता चल्दैन। बाटोको त्यस्तो अवस्था छ, रुङ्गुनो छ बाटो। मेरो इन्टरनेटले पनि तपाईँको 24 घन्टा काम गर्दैन। तपाईँलाई थाहा छ कतिखेर उठ्नुहुन्छ र कतिखेर सुत्नुहुन्छ भनेर तपाईँले सोध्नुभयो भने म जम्मा 4 घन्टा सुत्छु, हेल्दी नै छु होइन। फुर्सद लागेको बेला हलो जोत्न जान्छु, कोदालो खन्छु, सागसब्जी उत्पादन गर्छु। पोहोर साल मैले 700 केजी काउली फलाएको थिएँ तर बिक्री गर्न सक्ने ठाउँ भएन, किनभने तपाईँको त्यो बेलामा मेरो गाउँबाट माथि बजार के अरे डिलसम्म पुग्ने झन्डै तपाईँको चाहिँ 4 किलोमिटर पर्छ मेरो गाउँबाट माथि सडकमा निस्किँदा। त्यहाँसम्म लैजानको लागि मसँग साधन भएन। म एउटा सामान्य किसान हो, त्यस कारण मैले भोगेँ पीडा। त्यो 700 केजी काउली तपाईँको दिक्तेल बजारमा ल्याएको भए, खोटाङ बजारमा लगेको भए, वा धरानमा पुर्याएको भए, वा गाईघाटमा पुर्याएको भए त्यसको अलिकति दाम हुन्थ्यो। तर मैले थाहा पाएँ, के थाहा पाएँ भने मेरा गाउँभरिका मान्छेहरूले काउली फलाएको भए, एउटा ट्रक ल्याउन पाएको भए होइन, त्यो ट्रकमा हालेर बिक्री गर्न सकिन्थ्यो। अनि मलाई के फिल भयो भन्नुहुन्छ भने वी निड कोअपरेटिभ्स, हामीसँग एउटा सहकारी चाहिन्छ। त्यो सहकारीबाट हामी व्यवस्थित रूपबाट बाहिर निकासी गर्न सक्छौँ, तर त्यसका लागि पूर्वाधार चाहिन्छ, त्यसका लागि ऐन कानुन चाहिन्छ, त्यसका लागि ऋण चाहिन्छ, त्यो व्यवस्थापन चाहिन्छ। मैले तपाईँको अब यो अर्को कुरा, प्याज 14-15 बोरा प्याज मैले उत्पादन गरेँ तर बिक्री गर्ने भएन। त्यो टुसा पलाउनु रहेछ क्या अहिले त, अब तपाईँ पुरानो भएपछि होइन, त्यो राखिरहेको पनि सकिँदो रहेछ, अब त्यो बिग्रियो हेर्नुहोस्। र एउटा किसानले तपाईँको छ नि यदि सप्लाई साइड चाहिँ धर्मरायो भने त बहुत अप्ठ्यारो हुँदो रहेछ होइन। अर्थशास्त्रमा डिमान्ड र सप्लाईको कुरा हुन्छ। यो सप्लाई साइड भनेको आपूर्तिको कुरा होइन, आपूर्ति भएन भने त नहुने रहेछ। त्यस कारणले यो अप्ठ्यारो हामीसँग छ, हामीले भोगिरहेछौँ। र मलाई के लाग्यो भन्नुहोस् भने हामीले ओभरअल चेन्ज गर्नु जरुरी छ। यदि गाउँमा बस्न सक्ने, बस्न लायक बनाउने हो भने स्वास्थ्य पनि ठिक हुनु पर्यो, शिक्षा पनि ठिक हुनु पर्यो, राम्रो शिक्षा हुनु पर्यो, राम्रो स्वास्थ्य हुनु पर्यो, राम्रो खालको व्यवस्थापन र वातावरण बनाउनु पर्यो। यो सबै वातावरण बनाउनुको लागि एउटा नयाँ ढङ्गको काम पनि हुनु पर्यो होइन। यो एउटा परिपाटीको विकासको कुरा हो र त्यो चेन्ज गर्नुको लागि कानुन चाहिन्छ। त्यो चेन्ज गर्नुको लागि जस्तो सब्सिडाइज हुनु पर्यो। जस्तो तपाईँहरूलाई एउटा सामान्य कुरा भनौँ, हेर्नुहोस्, मैले मेरो किताबमा पनि उल्लेख गरेको छु, लगभग 200% तपाईँको चाहिँ इन्डियनहरूले 100 रुपियाँ एउटा किसानले खर्च गर्दा 200 रुपियाँ इन्डियनहरूले प्रोभाइड गर्छ किसानलाई। 250 रुपियाँ तपाईँको छ नि 250% तपाईँको छ नि चाइनिजहरूले किसानहरूलाई उपलब्ध गराउँछ। 450% तपाईँको छ नि मतलब 100 रुपियाँ खर्च गर्दा किसानले 450 रुपियाँ तपाईँको छ नि युरोपियनहरूले खर्च गर्छन् किसानमाथि, 400 रुपियाँ अमेरिकनहरूले खर्च गर्छन्। यो खालको अवस्था छ। हामीसँग 0 सब्सिडी छ, सब्सिडी दिने गरेको छ तर ठुला कर्पोरेट हाउसहरूले उनीहरूले लिन्छन्। जस्तो गोल्यान समूहले पनि कृषि गर्छ, तपाईँको चौधरी समूहले पनि कृषि गर्छ। अनि त्यसपछि आएर तपाईँको चाहिँ यो 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 एउटा ऊ छ नि हवाईजहाज चलाउने बुद्ध इयरवालाहरूले पनि कृषि गर्छ। र अहिले तपाईँको सामान्य किसानका लागि दिने उनीहरूले लगिरहेछन्। म अर्को कुरा भनौँ, बाँदरले भयङ्कर दुःख दियो। अब यो ट्रेडिसनल खेती हुँदैन भनेर मैले तपाईँको चाहिँ नि के कुराकानी गर्ने विचार गरेँ भन्नुहुन्छ भने बारीमा अदुवा र बेसार लाउनु पर्यो, खेतमा कफी रोप्नु पर्यो। त्यसको त्यो प्रोजेक्ट मैले बनाउँदाखेरि हिसाब किताब गर्दै ल्याउँदाखेरि त कति लाग्दो रहेछ भन्नुहुन्छ भने झन्डै 21 लाख रुपियाँ जति लाग्ने रहेछ। मैले अहिले त्यो चेन्ज गर्नुको लागि मैले मेरो तपाईँ धनी पूर्जा सब लिएर आएँ यहाँ ब्याङ्कमा होइन। 60 वर्ष नआएको मान्छेलाई तपाईँको चाहिँ ऋण दिँदो रहेछ ब्याङ्कले होइन। अनि फेरि छोराछोरीहरूलाई बटुलेर तपाईँको उनीहरूको उसमा चाहिँ एउटा कम्पनी बनाएँ। त्यो कम्पनी लगेर उ गर्दाखेरि त 2टा भैँसी आउने पनि पैसा आउँदो रहेछ। 21 लाख कुरा छोडिदिनुहोस्, मेरो 70 रोपनी जग्गाको दाम ब्याङ्कले इभ्यालुएसन गर्दाखेरि तपाईँ जम्मा 2 लाख रुपियाँ पैसा मात्रै आउँदैछ भनेको 2टा भैँसी पनि नआउने हो नि। त्यसैले गर्दाखेरि यो चेन्ज गर्नुपर्छ। यो चेन्ज गर्नुको लागि त ब्याङ्कको कानुन बाफिया भन्ने छ, ब्याङ्क तथा फिनान्सियल इन्स्टिट्युसन एक्टलाई पनि चेन्ज गर्नु पर्यो।
त्यो चेन्ज गर्नको लागि त बुझिया मान्छे जानु पऱ्यो नि। त्यसकारण मेरो उम्मेदवारी हो। पलायन हुने कि नहुने त भन्ने कुरा। कहाँ पलायन हुने, कहाँ पलायन हुने? तपाईँ देख्नु भएको छ सारा संसारको नेपालकै मान्छेहरू पनि, तपाईँ आफै पनि, तपाईँ कहाँ हो? मेरो यही हस्पिटल त हो। हस्पिटल चोक। तपाईँ यहीँ जाहिर छ, तपाईँ प्रमोट भएर कहीँ जानुभयो, पर्मानेन्ट त तपाईँको जागिर होइन होला, होइन? होइन, तपाईँ फर्किनु पर्ने हुन्छ, कहीँ जानु पर्ने हुन्छ। पर्खिनुहोस् न, पर्खिनुहोस्। यो जीवन पद्धति भनेको सधैँभरि स्थिर रहँदैन। कोही मान्छे पनि स्थिर बस्दैन, कोही पनि स्थिर बाँच्दैन। सबै मान्छेहरू चलायमान छन्। तपाईँले जागिर खान जानुपर्छ, तपाईँले काम गर्न जानुपर्छ, तपाईँले अरू कामहरू पेसा गर्नुहुन्छ, तपाईँले अलिकति सम्पत्ति कमाउनुहुन्छ। कोही सर्ट टर्ममा जान्छन् र कोही लङ टर्ममा जान्छ। म अलिकति लङ टर्ममा गएँ, तर म फर्केँ, म गाउँ फर्केँ, होइन? म अब तपाईँहरूलाई अर्को एउटा सानो खुलासा गरौँ। मैले अस्ति यो मेरो आफ्नो फेसबुकमा लेखाएको थिएँ। मैले पहिले एक्सेप्ट गरेको थिएन। म इन्डिपेन्डेन्ट हो, अहिले पनि म कुनै पार्टीको सदस्य छैन। इभन यो अहिलेको नेपाली कम्युनिस्ट पार्टीको सदस्य पनि छैन, ल्याएको छैन। मैले तपाईँको छैन, म तपाईँहरूको पार्टीबाट किन उम्मेदवार हुने भनेर मैले लेखेँ पनि। उम्मेदवार हुनलाई म उम्मेदवार हुनेवाला छैन भनेर लेखेँ। तर कुरा के भयो भन्नु छ भने फेरि यो सोच्ने कुराहरू भयो। धेरै साथीहरूले, मेरा पुराना साथीहरू अहिले नेपाली कम्युनिस्ट पार्टीमा लगभग तपाईँको म यहाँ सचिव हुँदाखेरिको हाम्रो 19 जनाको जिल्ला कमिटी थियो। त्यो 19 जनाको जिल्ला कमिटीमध्ये 2 जना भन्दा बाहेक 17 जना साथीहरू अहिले नेपाली कम्युनिस्ट पार्टीमा फर्केर आएको छ। ती मेरा पुराना साथीहरू, जिग्री दोस्तहरू। उनले के भन्यो भने त उठ, तैँले यो च्यालेन्ज अहिले बिहोर्नुपर्छ। यो सङ्कटको घडी हो, वास्तवमा यो सङ्कटको घडी हो। जेनजेड आन्दोलन पछाडि तपाईँको चाहिँ प्रधानमन्त्री हेलिकप्टर चढेर भागे, होइन? सेनाको सहकार्यमा तपाईँको चाहिँ सुशीलाजी आउनुभयो, होइन? हाम्रो संविधानले तपाईँको चाहिँ नि पार्लियामेन्ट तपाईँको चाहिँ खाली हुनु हुँदैन, तर हाम्रो पार्लियामेन्ट अहिले खाली छ। त्यसैले गर्दाखेरि यो विषम परिस्थिति हो, धेरै अप्ठ्यारो पोजिसन हो। भोलि पनि तपाईँको चाहिँ नि भोलि पार्लियामेन्ट कस्तो पार्लियामेन्ट बन्छ भन्ने कुराको अघि मैले भने खिचडी पार्लियामेन्ट बन्न सक्छ, होइन? अर्को नयाँ तपाईँ कसैले फोर्सफुल्ली एउटा ठुलो शक्ति भएर आर्जन गर्न सक्ने पोजिसन बन्न सक्छ। त्यस्तो बेलामा, होइन, त्यस्तो बेलामा कुराकानीहरू गर्न सक्ने, त्यस्तो बेलामा आफ्नो आर्गुमेन्ट राख्न सक्ने प्रतिनिधि चाहिन्छ। त हाम्रा लागि, हाम्रो साथीहरूको तर्फबाट त उम्मेदवार भइस् भने र तैँले जितिस् भने यो कुरा राख्न सक्छस् भनेर साथीहरूले आग्रह गरेपछि म निर्वाचनमा उभिएको। यति नै मेरो कुरा। यहाँहरू सम्पूर्णमा नमस्कार। मेरो नाम निपना पौडेल। मेरो प्रश्न रहेको छ, तपाईँ देशको एक विद्वान व्यक्ति हुनुहुन्छ, यसमा दोमत छैन, तर तपाईँको विद्वानताले खोटाङमा के पायो? मैले धेरै कुरा म विद्वान हो भन्ने पनि मलाई घमण्ड छैन। हेर्नुहोस्, म एउटा सामान्य मान्छे हो, म एउटा सामान्य घरमा जन्मिएको मान्छे हो, होइन? ठुलो एउटा परिवार थियो हाम्रो। मेरो अहिले सबै दाजुभाइहरू तपाईँको बाहिर हुनुहुन्छ। मलाई तपाईँको चाहिँ मेरै आफ्ना छोराछोरी भतिजा भतिजीहरूले के भन्छन् भने सबभन्दा मूर्ख मान्छे तै होस् भन्छन्। किन भन्छन् भने मैले मेरो जीवनमा पैसा आर्जन गरिनँ, धन सम्पत्ति आर्जन गरेँ मसँग भएन। मसँग लगभग 40,000 किताब छन्, 2-4 जोड जुत्ता होलान्, होइन? त्यसपछि मैले खेतीपातीबाट आर्जन गरेको त्यति नै हो सम्पत्ति मेरो, होइन? त्यसैले गर्दाखेरि म तपाईँले भन्यो जस्तो भयङ्कर विद्वान भएको भए, अत्यन्तै विद्वानको खेती छ, पैसा कमाउने खेती, होइन? काठमाडौँमा जानु भने हेलमेट टिचर भन्छ। एमए पास गरिसकेपछि हेलमेट लगाएर एउटा क्याम्पसबाट अर्को क्याम्पसमा पढाउने, अर्को क्याम्पसबाट अर्को क्याम्पस पढाउने, पैसाको लागि। एकै मिनट है राज भाइ, म भन्दै थिएँ, होइन? मेरो आफ्नो हिसाब किताबले म जुन ठाउँमा छु
मलाई तपाईँको मूर्ख भन्छन्, त्यसकारण म तपाईँको विद्वानको कोटीमा पर्दिनँ। अहिलेको विद्वानको परिभाषा गर्दाखेरि विद्वान तपाईँ गाडी चढेर हिँड्छ, विद्वान तपाईँको धेरै ठाउँमा पढाउँछ, विद्वान तपाईँको चाहिँ नि मतलब नाफा कमाउँछ, विद्वान तपाईँको चाहिँ अरू धेरै कुराहरूसँग बेहोर्छ, विद्वानले तपाईँको नेताहरूको चाकरी गर्छ। म त्यो सबै कुराहरूभन्दा पृथक रहेँ र म अहिलेसम्म तपाईँको म जसरी तपाईँको संविधान सभा पुगेँ त्यो संविधान सभा पुग्दाखेरि पनि म चाकरी गरेर होइन, मेरो बुद्धिले, मेरो क्षमताले, मेरो अर्थशास्त्र सम्बन्धी ज्ञानले मलाई तपाईँको त्यहाँ पुर्याएको थियो र त्यसपछि म फेरि बेरोजगार भएँ। म बेरोजगारकै ढङ्गमा छु, अहिले पनि म बेरोजगारै हो। अब मबाट तपाईँको यो खोटाङ जिल्लाले के अपेक्षा गर्न सक्छ वा मैले के पाउँछ त्यो भन्ने खालको कुराले मलाई लाग्छ तपाईँको खोटाङ अहिले डिबेटमा छ। हरिरोकाले जित्छ कि जित्दैन भन्ने पनि डिबेट छ, यो नेसन वाइड डिबेट हो। म नभएको भए अहिले धेरैजना मान्छेहरू उम्मेदवार छन् र राष्ट्रिय तपाईँको अखबारहरूमा, राष्ट्रिय टेलिभिजनहरूमा तपाईँको यो डिबेट अहिले म छु खोटाङबाट। र खोटाङको प्रतिनिधित्व हो भन्दाखेरि तपाईँको खोटाङ कम्ती म जितौँ वा हारौँ त्यसमा अर्थ छैन, तर खोटाङ अहिले बसमा छ। खोटाङबाट म जितेर गएँ भने तपाईँको स्वाभाविक रूपबाट यो देशको अर्थतन्त्रको मोडलमा परिवर्तन गर्ने कुरामा म धक्का दिन सक्छु। त्यस अर्थमा खोटाङको म गौरव हुँ, खोटाङलाई मैले गौरवान्वित गर्ने कुरामा पछाडि छोड्दिनँ। अब सकौँ एउटा लास्ट सम्पूर्णमा नमस्कार। म चाहिँ भीषण कार्तिक, मेरो घर चाहिँ तिरपाको त्यही नगरपालिका वडा नम्बर 9। हाल चाहिँ म ब्याचलर सेकेन्ड इयरमा पढिरहेको छु र मेरो प्रश्न चाहिँ यहाँ आएर यस्तो छ। हाल नेपाल युवा भएको देश हो र यसमा पनि वर्षौँ युवाहरू, काफी युवाहरू विदेश गइरहेका छन् र यसमा दुई मत छैन कि नेपालले वार्षिनी हेरिटेज भित्राएको छैन भन्ने कुरा, र यसमध्ये तपाईँ पनि एक अर्थविद समेत रहिसक्नु भएको छ। र मेरो प्रश्न चाहिँ यदि म भोलि यही देशमा बसेर खान्छु भन्ने सोचले बसेँ र मेरो पुस्ता पछाडिको पुस्ताले चाहिँ यो देशमा के पाउला छ, तपाईँबाट कस्तो नीति यो अपेक्षा गर्न सक्छौँ? किनकि संसद भनेको त एउटा कानुन बनाउने ठाउँ हो होइन, संसदको मुख्य काम भनेकै कानुन बनाउने हो। थोरै कानुनको बारेमा बुझेको नाताले भन्दैछु र त्यसमा चाहिँ तपाईँ विज्ञ हुनुहुन्छ, 5वटा किताब पनि लेखिसक्नुभयो र यसबाट यस्तो आशा गर्छु कि म तपाईँबाट चाहिँ कस्तो कानुन बन्ला त्यहाँ गएपछि यदि भविष्यमा तपाईँ अर्थ मन्त्रीसम्म बन्न पाउनुभयो भनेदेखि तपाईँबाट चाहिँ कस्तो खालको कानुन पाउँछ जसले गर्दा म लगायत म जस्तो सोच राखेका युवाहरू चाहिँ यही बस्ने छन् भन्ने एउटा प्रश्न छ। त्यस्तै गरी अर्को, तपाईँले चाहिँ नेपालको अर्थतन्त्रै गलत भन्नुभयो, यसमा त कुनै सक छैन कि तपाईँले अध्ययन गर्नु भएको छैन, 40-50 बुक लेख्नु भएको छैन भन्ने कुरा कुनै फरक भएन, तर के कारणले गलत छ त्यो आधार पनि खुलाइदिनु पर्ने भयो र कस्तो अर्थतन्त्र चाहिँ नेपाललाई भविष्यमा सुदृढ बनाउन सक्छ, यो पनि मेरो प्रश्न रह्यो। र अब अर्को खोटाङको सन्दर्भमा छ। खोटाङ एउटा पूर्वको कालीकोट भन्दा केही फरक नपर्ला, यो सबैले चिनी जाने के हो र खोटाङमा एउटा मध्य पहाडी राजमार्ग छ जुन मेचीदेखि महाकाली छोडेको छ, अहिले पनि विस्तृत भएर कुदिरहेको छ। र यसै सन्दर्भमा हेर्दाखेरि तपाईँले खोटाङ जिल्लाको विकासको क्षेत्रमा चाहिँ कति अङ्क दिनुहुन्छ 10 मध्ये? विकास भन्नाले शिक्षा, स्वास्थ्य, खानापानी, खुसी रह्यो, सबै रह्यो, जुन विद्यालय र विद्यार्थीको दूरी कति छ, शिक्षक र विद्यार्थीको दूरी कति छ, त्यो दृष्टिले हेर्दाखेरि समग्रमा हेर्दाखेरि जुन खुसी नापमापन गरिन्छ, जुन खाद्य छ, जुन गरिबी छ, समग्रमा हेर्दाखेरि तपाईँले खोटाङलाई 10 मध्ये कति अङ्क दिनुहुन्छ? र यदि तपाईँ यो खोटाङबाट भविष्यमा निर्वाचित भएपछि म फेरि तपाईँलाई 2 वर्ष पछाडि भेटेर सोद्धाखेरि चाहिँ हाम्रो खोटाङमा भएको त्यो 2% जुन 10% 10 अङ्क थियो त्यो चाहिँ कहाँ पुग्यो भनेर सोद्धाखेरि तपाईँको जवाफ के हुनेछ? यति नै हो। तपाईँको प्रश्नको धेरै उत्तरहरू मैले अगाडि पनि भनिसकेको छु होइन, फेरि दोहोऱ्याउनु पर्ने हुन्छ। मलाई लाग्छ तपाईँको चाहिँ तपाईँले जुन कुराहरू राख्नुभयो, सबभन्दा पहिलो कुरा त मापन गर्ने जुन अङ्कको कुरा छ त्यो अङ्कलाई तपाईँको चाहिँ नि हामीले यसरी हेर्नुपर्ने हुन्छ। जस्तो अहिलेको डेभलपमेन्ट प्रोसिजर, कुनै पनि नेता गएर एकैचोटि तपाईँको चाहिँ ठुलो परिवर्तन गर्छ भन्ने कुरा हुँदैन। सुन्नुहोस्, रिभोल्ट वा रेभोल्युसन मतलब यसमा तपाईँको एउटा प्रोसेस हुन्छ, एउटा रेभोल्युसनरी प्रोसेस हुन्छ र अर्को इभोल्युसनरी प्रोसेस हुन्छ है। रेभोल्युसनरी प्रोसेस भनेको एकदमै ठुलो क्रान्ति भयो, एउटा पार्टीले जित्यो र त्यसले तपाईँको ओभरअल चेन्ज गर्ने आफ्नो कार्यक्रम खाका प्रस्तुत गर्यो भने होइन, त्यसले तपाईँको चाहिँ एकदम छिटो, एकदम द्रुत गतिमा तपाईँको विकास गर्न सक्छ। जस्तो सोभियत युनियन तपाईँको चाहिँ 1924 पछाडि होइन, गृहयुद्ध पछाडि लेनिनको
देहान्त पछाडि नेप भनेको न्यू इकोनोमिक पोलिसी अप्नाएर लगभग 15 वर्षमा युरोप बराबरको क्षमता उसले निर्माण गर्यो होइन। तर त्यो एकदम धेरै अभियानमूलक कामहरू गरेर गराएको थियो। यो चिनिया क्रान्ति भयो। चिनिया क्रान्तिमा तपाईँहरूले पढ्नु भएको छ नि इतिहास होइन। 100वटा भन्दा ठुला ठुला ड्यामहरू हातले बनाए मान्छेहरूले, अभियानमूलक काम, अभियानले। भयङ्कर ठुला रोडहरू सडकहरू मान्छेले निर्माण गरे, मिसिनले होइन। हेर्नुहोस्, यो अभियानमूलक काम रेभोल्युसनबाट हुन्छ। तर इभोल्युसनरी प्रोसेसबाट जाँदाखेरि यो रेभोल्युसनरी होइन, यो एउटा विकासको क्रमलाई हामीले लिएर गयौँ। यो चाहिँ भने रिफर्म एउटा हुन्छ र र्याडिकल रिफर्म अर्को हुन्छ। भनेको जन सुधार हुन्छ, सुधार र जन सुधार। जन सुधारको काम गर्न पनि हामीलाई दिँदैन होइन। यहाँ हाम्रो एउटा ठुलो ककस छ यो देशमा। मैले अघि पनि भने जस्तो 24 जना व्यापारीहरूको हातमा यो मुलुक अहिले जक्कडिएको छ। अहिले तपाईँको छ नि यो खर्च वर्षको जुन हुन्छ नि यो निर्वाचनको खर्च, यो निर्वाचन खर्च गर्नेमा तपाईँको उनीहरूले लगानी गर्छन्। म उहिले पनि चुनावमा लडेको थिएँ। अघि त्यो भाइ निस्केर हिँड्नुभयो क्या हाम्रो कृषिविद हुनुहुन्छ, उहाँले बाहिर जानुभयो। या त कुरा नसुनिकन जानुहुन्छ अनि त्यस्तो अप्ठ्यारो हुन्छ। तपाईँ हेर्नुहोस्, एउटा कुरा के हुन्छ भन्नुहुन्छ भने म पहिले चुनाव लड्दाखेरि हार्नु चाहिँ त्यो बेग्लै कुरा हो। तर एउटा ठुलो नेता ब्रिफकेसमा पैसा लिएर आयो, हेलिकप्टर लिएर 4 ठाउँमा आमसभा गरे। यो तल्लो निर्वाचन क्षेत्रमा गइरहेको थिएँ। मैले उनलाई आक्षेप लगाउन खोजे होइन। तपाईँहरू सोध्नु सक्नुहुन्छ। एउटा कुरा के हो भन्नुहुन्छ भने त्यो पैसा कहाँबाट आउँछ होइन, कर्पोरेट हाउसबाट आउने हो र उनीहरूको अधीनस्थ हुन्छ। जस्तो विनोद चौधरी गएर माननीय हुँदा उनले कसो कानुन बनाउँछ? सर्वसाधारण कानुन बनाउँछ। उनका स्कुलहरू छन्, उनको फ्याक्ट्री छ, त्यसको पक्षमा उनले काम गर्ने हो होइन। तपाईँको एउटा धनाढ्य एउटा तपाईँको यो चाहिँ मतलब यो ठेकदारहरू 25 जना ठेकदारहरू हाम्रो अहिले पार्लियामेन्टमा विगत पार्लियामेन्ट 25 जना ठेकदारहरू उनीहरू कसको पक्षमा काम गर्छन् तपाईँहरूले बुझ्न सक्छौँ त्यति कुरा होइन। अनि ठुल्ठुला व्यापारीहरू तपाईँको 24-25 जना व्यापारीहरू पुगेका थिए। अहिले पनि तपाईँको चाहिँ 50 जनाभन्दा बढी मैले अहिले हेरेको 50 जनाभन्दा बढी व्यापारीहरू उद्योगपतिहरू तपाईँको अहिले पार्लियामेन्टमा खडा भएको छ। तपाईँहरूले एउटा कथा सुन्नु भएको छैन? या मतलब अटल बिहारी वाजपेयीले एउटा भन्नुभएको थियो उहिले। उहाँले के भन्नुभएको थियो भने पहिले गुन्डाहरू आए अरे, सरकारले समात्छ, यसलाई दण्ड दिन्छ, जेल खाना हाल्छ भनेर तपाईँको चाहिँ नि तिनीहरू डराएर तपाईँको चाहिँ नि भित्रभित्र गोप्य साँठगाँठ गर्न आउँथ्यो होइन। हजुर हामीलाई बचाइदिनु पर्यो भनेर पछाडि के गरे अरे भन्दाखेरि राजनीतिज्ञहरूले उनीहरूलाई उपयोग गरे, गुन्डाहरूलाई होइन। चोरी व्यापारी गर्नेहरूलाई प्रश्रय दिए, उनीहरूले आश्रय दिए। अनि त्यसपछि उनीहरूले युज गरे चुनावको बेलामा। अनि त्यस पछाडि ती चोर उच्चका वा व्यापारी वा उद्योगी व्यापारी भनेको काला बजारी गर्नेहरूले के कुराकानी राखेछन् भन्दाखेरि यी नेताहरू त हाम्रा बलमा उठिरहेछन्, हामीले पैसा दिएर यिनीहरू जित्ने हुन्, हामीले गुन्डागर्दी गरेर यिनीहरूले जित्ने हुन्, त्यस कारणले गर्दाखेरि हामी नै किन नउठ्ने भनेर यसरी चाहिँ तपाईँको गुन्डा र मौवालीहरू पार्लियामेन्टमा छिरे भनेर अटल बिहारी वाजपेयीले भने जस्तो हामी कहाँ पनि अहिले त्यस्तो भएको छ। त्यसकारण तपाईँ अहिले नै तपाईँको चाहिँ ओभरअल चेन्ज हुन सक्ने सम्भावनाहरू बहुत कम छन् होइन। तर यसलाई च्यालेन्ज गर्न सक्ने मान्छे हुनु पर्यो, बोल्न सक्ने मान्छे हुनु पर्यो। मैले अघि पनि नानीको जवाब दिएँ, एउटा इज्जत राख्न सक्ने गरी म तपाईँ खडा हुनेछु, प्रस्तुत हुनेछु होइन। यो मुलुकमा सर्वसाधारणको पक्षमा आवाज बोल्न सक्ने, बुलन्द गर्न सक्ने कुरा राख्नुपर्छ भन्ने पक्षमा मेरो आवाज हुनेछ। मैले गर्न सक्ने त्यति नै हो एउटा। दोस्रो, यदि तपाईँको प्रोग्रेसिभहरूको सरकार बन्यो होइन र मैले पनि स्थान पाएँ, मैले पनि ठाउँ पाएँ भने म वैकल्पिक योजनाहरू प्रस्तुत गर्नेछु। त्यसले तपाईँको रोजगारी खडा गर्नेछ,
त्यसले औद्योगिकरणको प्रोसेस सुरु हुनेछ, त्यसले कृषिको अवधारणा अगाडि बढ्नेछ। मलाई लाग्दैन तपाईँको हामी 8 वर्षमा 10 वर्षमा ठुलो परिवर्तन गरिहाल्छौँ, त्यस्तो हुँदैन। 40 वर्षमा चीन अहिले यो ठाउँमा आइपुग्यो, 50 वर्षको अवधिमा, होइन? हामीलाई पनि त्यो टाइम लाग्छ। तर एउटा जग बसाल्यो भने स्वाभाविक रूपबाट त्यो जगमा अरू साथीहरूले काम गर्नुहुन्छ। म पछाडि तपाईँहरू आउने पुस्ताहरूले गर्ने हो, म यो पछाडि अर्को चुनाव लड्दिनँ, होइन? तर यो क्रुसियल टाइममा किन चुनाव लड्न जरुरी छ भन्दाखेरि यहाँ यावत समस्याहरू छन् मुलुकको, साह्रै अप्ठ्यारा समस्याहरू छन् मुलुकको। यो अप्ठ्यारा समस्याहरूलाई समाधान गर्नको लागि, यो चुनौती बिहोर्नको लागि जानुपर्छ भन्ने कुरा हो। त्यस कारणले गर्दाखेरि मेरो उपस्थिति यो अरू लामा कुराहरू, अरू छलफल हामी फेरि विस्तारमा गरौँ। मलाई अहिले तपाईँको चाहिँ नि अहिले जानुपर्ने पारी दोर्पा जानुपर्ने छ। अहिले कति भयो तपाईँहरू 6 बन लाग्यो, होइन? त्यस कारणले तपाईँहरूसँग फेरि हामी कुराकानीहरू गरौँला। यो बहस निरन्तर रहोस्। म तपाईँहरूलाई एउटा कुरा भनौँ, लामो समयदेखि म के महसुस गर्थेँ भन्नुहुन्छ भने हामी कहाँ पढाइ लेखाइ हुनु छोड्यो, हामी कहाँ राजनीति चिन्तन हुन छोड्यो, हामी कहाँ छोराछोरीहरूले तपाईँको यो बारेमा कुराकानीहरू गर्ने, देशको राजनीतिको बारेमा चिन्ता गर्न छोडे भन्ने खालको थियो। यो जेनजी आन्दोलनले एउटा नयाँ उभार ल्याएको छ। तपाईँहरू सोच्नुहोस्, तपाईँहरूलाई म पढ्न आग्रह गर्छु। फ्याक्ट्स एन्ड फाइन्डिङ तपाईँले चाहिँ यो मोबाइलबाट हेरेर मात्रै हुँदैन, किताब पढ्न जरुरी छ। तपाईँहरूले जर्नल आर्टिकल पढ्न जरुरी छ, तपाईँहरूले अखबार पढ्न जरुरी छ, पाठ्य पुस्तकहरूको अलावा अरू किताबहरू पनि पढ्न जरुरी छ। यसले तपाईँको ज्ञान दिन्छ, यसले तपाईँको डिस्कोर्स गर्नको लागि सहयोग पुग्छ, छलफल गर्नको लागि सहयोग पुग्छ। मैले तपाईँको यस्ता कुराहरू जेएनयू गएपछि थाहा पाएँ। हामी त एकदमै साइड नेचरका छौँ नि, भरसक कुराकानी गर्न नपरोस् भन्ने चाहन्छौँ, भरसक छलफल गर्न नपरोस् भन्ने चाहन्छौँ, कुराकानीहरू गर्न भरसक नपरोस् भन्ने खालको चाहन्छौँ। हामीसँग हाम्रो चाहिँ तपाईँको लज्जालु स्वभाव छ, हताहती एकदम हाकाहाकी कुरा गर्न सक्दैनौँ, होइन? तपाईँहरूलाई म सामान्य मेरो सानो कथा पनि म सुनाउँछु। म पहिले तपाईँको एमफिल भर्ना भएर जाँदाखेरि जेएनयूमा तपाईँको चाहिँ एउटा 26 वर्षको केटो पिएचडी गरेर त्यहाँ पढाउन आएको रहेछ जेएनयूमा। त्यो एमफिलको क्लास लिनलाई ऊ आयो। ऊ आउँदाखेरि म तपाईँको बाहिर उभिरहेको थिएँ। अर्को एउटा सानो साथी, एउटा बङ्गालकै साथी थियो। त्यो चाहिँ त्यो मान्छे चाहिँ त्यो प्रोफेसर चाहिँ बङ्गाली रहेछ। अनि त्यो मेरो बङ्गाली साथीलाई उसले सोध्यो, विथ दिस गाई, त्यो केटा को हो भनेर, यो बुढो को हो भने विथ दिस गाई भनेर सोध्यो। म त खल मार्छु, यो मेरो तालु खुलिया, त्यतिखेरै तालु खुलिएको थियो मेरो, तपाईँको चाहिँ 37-38 वर्षमै तालु खुल्यो, होइन? अनि म तालु खुलिया थिएँ। अनि उसले तपाईँको चाहिँ ऊ एकदम मलाई बुढो ठान्यो उसले, तर हो पनि म ऊभन्दा बुढै थिएँ, होइन? म 36-37 वर्षको उमेरमा पढ्न गएको थिएँ। अनि उसले मलाई यसो हेरेर के भन्यो भने विथ दिस गाई, यो किन आएको भने उसले यो पढ्न आएको भनेर सोध्यो, भन्यो मेरो साथीले। बङ्गाला अलिअलि म बङ्गाली पनि बुझ्छु, जवाफ दिन नजाने। अनि उसले मलाई तपाईँको चाहिँ यसो घुरेर हेऱ्यो। अनि पछाडि भोलिपल्ट ऊ क्लासमा पढाउन आयो। म चुपचाप बसिरहेको थिएँ। अनि चुपचाप बसेको बेलामा उसले मलाई सोध्यो, सबै अरूले प्रश्न गरे, तैँले चाहिँ प्रश्न किन गरिनस्, वाइ यु आर नट आस्किङ एनी क्वेसन भनेर सोध्यो। म त अब त्यो धुकचुक भयो कि मलाई अब यो पाहाडमा यहाँ हुर्किएर यत्रो 10 वर्ष तपाईँको यहाँ पार्टीमा काम गरेर नेपाली मात्रै बोल्ने भएर अङ्ग्रेजी बोल्नलाई एकदम भित्रदेखि हेजिटेसन भयो, होइन? एकदम हिचकिचाट भयो। अनि त्यसपछि मैले के भने के हो किन आएको त भनेर फेरि हप्काएँ। भनेको यो बुढो मान्छेले पढ्न आउनु हुँदैन भने जस्तो गरेर उसले मलाई चाहिँ तपाईँको दनक दियो। अनि मैले उसलाई चाहिँ मलाई एकदम भयङ्कर कन्पारा तातेर आयो कि रिस पनि। अनि आएपछि अनि मैले उसलाई भने म यहाँ एक्सपर्ट हुनुको लागि आएको, पहिले शान्त स्वरमै भने म यहाँ पढ्न लागि आएको, म अर्थशास्त्र बुझ्नका लागि आएको, म जाहिर खानका लागि होइन, म प्रोफेसर हुनुको लागि पनि होइन, मेरो उमेर पनि गइसक्यो प्रोफेसर हुने, होइन? त्यस कारणले गर्दा म पढ्न भनेर जान्न भनेर आएको, अर्थशास्त्र सिक्नु भनेर आएको भनेपछि अनि यसरी सिकिन्छ त, नसोधेर सिकिन्छ भन्यो। अनि मैले के भने तिमी त एक्सपर्ट हो नि भने, हो अङ्ग्रेजीमा पनि थिएँ
होइन त एक्सपर्ट होस् भनेर सोधेँ होइन हो भन्यो म पनि एक्सपर्ट हुँ धेरै कुरामा तैँले 1 लाखजना मान्छेको अगाडि भाषण गरेका छस् भनेर सोधेँ त्यो एउटा प्रोफेसरले के गर्थ्यो त भाषण गरेको थियो त थिएन उसले भन्यो म होइन भने तैँले पुलिस कुट्या छस् भनेर सोधेँ होइन मैले 15जना इन्सपेक्टरलाई ढ्याक्कै ढालेको छु तैँले गरेका छस् होइन अर्का घरमा ढुङ्गा हानेको छस् छैन होइन म त त्यसको एक्सपर्ट हो म मान्छे कुटेर आएको त 7.5 वर्ष जेल बसिया छस् भने छैन भने म बसिया छु 8 महिना म 7.5 वर्ष बसेर पनि 8 महिना हिरासत बसिया छु ह्याभ यु डन दिस आई एम अल्सो एक्सपर्ट यस मामलामा हुलदुङ्गा गर्नेमा बुझिस् भने मैले त्यो निस्केर हिँड्यो अर्को बुढो प्रोफेसर गएर भनेछ यो फलाना नेपालबाट आएको मान्छे त भयङ्कर त्यस्तो चाहिँ रफ कुरा गर्यो भनेर सोच कुट्न त कुटेन नि भनेछ प्रोफेसरले तपाईँहरूसँग बिदा पाऊँ अब भोलि पछि गफ गरौँ